다 사람 유니센스나 겐기 यसै यो सञ्जालबाट हेर्नुहुने सम्पूर्ण कल्याण मित्र त्यस्तै गरी अवतारी गुरुहरू त्यस्तै गरी भिक्षु भिक्षुनीहरू त्यस्तै गरी विभिन्न बौद्ध मठ मन्दिरबाट अनि त्यस्तै गरी पूर्वीय र अनि दक्षिणको अनि क्षेत्रमा रहनुहुने विभिन्न अनि मित्रहरू त्यसै गरी अनि भोटमा रहने सम्पूर्ण बौद्ध मार्गीमा मेरो अनि हार्दिक न्यानो अभिवादन तथा सुस्वास्थ्यको कामना व्यक्त गर्दछु। अनि आज आर्य क्षमा वसन्त शिक्षा 10औं दिन रहेको छ। अनि आज तपाईहरुलाई नि अनि बताउन गइरहेको चाहिँ अब यो लेक्चरमा राम्रो कामको अब यो आत्मा मुक्ति कथा रहेको छ हैन रहेको छ। अब त्यसको चाहिँ अब परिचारक अब यो सांगे पल्लुकद्वारा राम्रो कामको टिप्पणी को रूपरेखा अनुसार यसमा अब संक्षेपमा अब के हो त बोधिचित्तमा दुई भाग मिलाएको छ। एउटा के हो त भन्दाखेरि अब ध्यानमा आफूलाई अब अरूको लागि आदान प्रदान गर्ने ध्यान, त्यसैगरी ध्यान पछिको मार्गको रूपमा चाहिँ अनि प्रतिकूलता लिने रहेको छ। त्यसमा अब जुन पहिले हामीले पूरा गरेर सकेका छौं अब दोस्रोमा हामी अब छलफल गर्दैछौँ जसमा चाहिँ उप 10 विषयहरू छन्। अब त्यसमा अब हामीले अब पहिलो 8 सम्म छलफल गरेका छौँ भन्दाखेरि अब अनि जुन अब 8 को अन्तिम पातले टुङ्गाउँदै अब 9 पार्टको अब अनि शत्रुतालाई बाटोमा लिएर अब यसरी शत्रुतालाई बाटोमा लिने पाठ बताउन गएको छौँ। भोलि चाहिँ अब के हो त विभिन्न रागहरू चाहिँ मार्गमा लिने पाठ रहेको छ। अब यसको श्लोक कस्तो रहेको छ त भन्दाखेरि अब यो आज 9औं अब विषयलाई अब नबताउन अगाडि म अनि 8औं को अब विषयलाई म टुङ्गिन चाहन्छु। अब मैले 8औं यो भनौं न विषय बताएको थिएँ 8 को विषय चाहिँ अब त्यो के हो त भन्दाखेरि अब आफूलाई अब विभिन्न परिस्थिति नराम्रो परिस्थिति पर्दाखेरि अब त्यसमा धर्म अभ्यास गर्न चाहिँ अत्यन्त राम्रो एउटा मौका हो भनेको थिएँ मैले। अब यो एउटा राम्रो परिस्थिति र एउटा नराम्रो परिस्थिति दुईटा अब मध्यमा अब अस्ति दुवै बताएँ मैले, एउटा विकास हुने एउटा त्यो लोप हुँदै गरेको। आज त के हो त दुवै अब भएन एक किसिमको राम्रो नराम्रो अब भनौँ न, अर्थात् एक किसिम के हो त नराम्रो मोडमा अब धर्मको अभ्यास गर्ने मौका चाहिँ अत्यन्त राम्रो हो भन्ने विषयमा बताउन गइरहेको छु। अस्ति मैले बताए चाहिँ हाम्रो जीवन चाहिँ अत्यन्त अब कमजोर भएको परिस्थिति अब भएकोमा चाहिँ त्यो चाहिँ के हो त भन्दाखेरि अब पुण्य सञ्चय गर्ने मौका अत्यन्त राम्रो भनेर हामी सम्झिनु पर्दछ। एउटा अब पानी उदाहरण पानीको लागि पानी तल मात्रै अब झर्ने बाहेक माथि अब त्यो माथि उकालो चढ्दैन त्यस्तै किसिमको अब अत्यन्त के हो त अनि आफ्नो अब एउटा कमजोर स्थिति एकदम नराम्रो भनौँ न परिस्थिति काल भएको बेलामा अब पुण्य धर्म अब सञ्चय गर्ने एकदम राम्रो अब मौका रहेको छ। उदाहरणको लागि अब जस्तै कि एउटा के हो त हाम्रो मुख्य अब यो एउटा स्टक भनौँ न हैन, स्टक राख्ने क्रममा हैन, मुख्य अब स्टक राख्ने क्रममा हैन अब हामीले के हो त हामीले थोरै लगानी लाएर के किन्छौँ हैन थोरै लगानी लाएर हामीले केही सामान किनेर अब हामीले के गर्छौँ भन्दा इन्भेस्टमेन्ट गर्छौँ हैन। अनि पछि हामीले के गर्छौँ अनि पछि चाहिँ हामीले धेरै अब मूल्य चाहिँ तीव्र रूपमा बढ्ने फाइदा लिन खोज्छौँ। जस्तै कि आजभोलि आएको छ नि हैन, अब एउटा अब अहिलेको हालमा चाहिँ के हो त भन्दा एउटा इलेक्ट्रिक सिटी भनौँ न एउटा हैन, जुन अब बत्ती बिजुली बत्ती अब थोरै अब पैसामा हामीले किन्न सक्छौँ हैन।
त्यस्तै किसिमको एउटा थोरै लगानी लगाएर हामीले धेरै अब हामीले पैसालाई आर्जन गर्न सक्छौँ। त्यस्तै किसिमको अब हाम्रो जीवनमा विभिन्न भयानक शारीरिक र मानसिक पीडाहरू अनुभव गर्छौँ। तर त्यो पीडा जे भए पनि हाम्रो अवस्थालाई अब बढाउन र त्यसलाई भनौँ न हामीले त्यसलाई सुधार गर्न सक्छौँ। जस्तै उदाहरणको लागि हामी होइन सुख शान्ति भएको बेला के त मनी मलम ऋषिले सम्झिन्छ, मनी मलम गर्छौँ होइन। अनि एउटा चाहिँ के हो त, आफू दुख बिमार भएको बेला एउटा दुख बिमार नभएको बेला हामीले के हो त मनी मलम गर्छौँ। तर बिमार भएको बेला र नभएको बेला गरेको भनी एउटा नै हो, तर के हो त त्यसमा अनुभव र एउटा के हो त त्यसमा महसुस अलिकति फरक हुन्छ होइन। अब के हो त एउटा फरक हुन्छ। तर यसरी भनौँ न आफू एकदम यसरी जब तपाईँ एउटा मानसिक रूपमा विशेष गरी तीव्र प्रार्थना इच्छा गर्नुहुन्छ तब तपाईँ आफैलाई एउटा सङ्कटमा कहीँ केन्द्रित भएको हुन्छ होइन। होइन अब एक किसिमको मनी मलम जब पनि एउटै भए तापनि एउटा दुःखको गहिराईले गर्दाखेरि एउटा नराम्रो सङ्कटले गर्दाखेरि आफूले के हो त अनि त्यसमा धेरै अन्तर पर्दछ होइन। किनकि गहिराई हामीले हेर्नु सक्दैन। किन त भन्दाखेरि तपाईँको मनको अवस्था तपाईँको सामान्यको मनको अवस्था जस्तो हुँदैन त्यो बेला। तसर्थ तपाईँले होइन तपाईँले जे जस्तो भए पनि चाहे दुःख होस् चाहे सुख होस् तपाईँले चाहिँ निरन्तरता आफ्नो धर्मको अभ्यासलाई चाहिँ तपाईँले कहिले नछाडिकन तपाईँले यसरी दिन रात दुःख गरी भोक्त गरेर तपाईँले अभ्यास गर्नुभयो भने एक दिन तपाईँ के हुन्छ भन्दाखेरि जुन आकाशमा उड्ने एउटा पन्छी चरे जस्तै एउटा ज्ञान चाहिँ तपाईँले एक दिनमा अवश्य प्राप्त गर्न सकिन्छ। जस्तै कि एउटा होइन जब हामी यसरी बोल्छौँ होइन कुनै बेला पेट दुख्ने होइन टाउको दुख्ने त्यस्तो बेला राम्रोसँग ध्यानमा केन्द्रित गर्न सक्छ हुँदैनौँ होइन। मन्त्रहरू पनि पढ्न असमर्थ हुन्छौँ। त्यसै गरी प्रार्थना विभिन्न आकाङ्क्षा हामीले गर्न पनि असमर्थ हुन्छौँ जब होइन। तर अहिलेको समयमा हेऱ्यो भने पछि जब हामी मृत्युको छेउमा पुग्छ नि मर्नु आँट्ने बेला होइन, त्यो बेलामा चाहिँ के हो त एकदम के त डरलाग्दो कालो अन्धकार चाहिँ आफ्नो प्रत्यक्ष रूपमा आएर ढाकिदिन्छ होइन। त्यो डरलाग्दो पर्खिरहेको मृत्युको पीडा भनौँ न एउटा पर्खिरहेको हामीले मृत्युको पीडाको डरलाग्दो त्यो दुःखको तुलनामा हेर्ने हो भने होइन अहिले हामीले भोगिरहेको दुःख त केही पनि होइन। त्यसको छेउमा पर्दै पनि पर्दैन होइन। त्यही कारणले मर्ने आँट्दाखेरि आफूले भोग्नुपर्ने एकदम कालो डरलाग्दो दुःखमा तुलना गर्ने हो भने अहिलेको दुःख जुन अहिले होस भएको दुःख त केही पनि होइन नि। त्यही कारणले गर्दाखेरि तर हामीले त्यो अनुभव महसुस गर्दैन होइन। त्यही कारणले मर्ने बेलामा अत्यन्त भय दुःख खतरा हुन्छ होइन। त्यही कारणले गर्दाखेरि त्यसमा तुलना गर्ने भने अहिले हामीले हाल भोगिरहेको दुःख त्यति ठुलो होइन, त्यसलाई हामीले सामना गर्न सक्छौँ। तसर्थ जब हामीले दुःख वा दुर्भाग्यको सामना गर्छौँ वा जब चिजहरू हाम्रो इच्छा अनुसार चल्दैन होइन त्यो बेला जस्तो कि राम्रो भनौँ न त्यो बेला झन् हामीले अभ्यासप्रति जोड दियो भने जुन मृत्युको पीडाको सामनाको गर्नको लागि तयारी र परिश्रम गरेको जस्तै हो। अहिले दुःखलाई तपाईँले के हो त परिश्रम गर्दै दुःख परेको त्यसलाई आफूले के त सामना गर्दै त्यसलाई सुधार गर्दै गयो भने जुन मृत्यु हुने बेलामा देख्ने दुःखलाई तपाईँले के हो त हटाउन सकिन्छ। त्यस्तो दुःख भोग्नु पर्दैन। त्यो अहिलेको तयारी अहिले हो। जब हामी तिनीहरूलाई त्यस्ता रूपमा चिन्छौँ हामीले सबै कठिनाइ र कष्टहरूलाई अभ्यास र हाम्रो दिमागलाई प्रशिक्षित गर्ने अवसरको रूपमा हेर्नुपर्छ होइन। त्यस्तै गरी हाम्रो अभ्यासमा सुधार आउनु भनेको हाम्रो पीडा र पीडाको बीचबाट निस्कने सुधार हो। हाम्रो जीवनका धेरै घटनाहरू जुन आँधी बेरी र तुफान जस्तै हो र हाम्रो सोचलाई पहिलेभन्दा फरकिलो स्पष्ट लामो अनि अवधिमा केन्द्रित हुन सक्छ। यदि यसले गर्छ यो त्यो व्यक्ति सुधार हुँदैछ र बुद्धिमानी हो भन्ने हामीले बुझ्नु पर्दछ होइन। होइन हाम्रो जीवनमा दुःख र घटनाको आँधी बेह्रो तुफान जस्तै बेह्री हो
हैन। आयो भने हैन त्यो बेला के हो त त्यहाँदेखि हामी बस्नुको लागि त्यसलाई सामना गर्नुको लागि पहिला भन्दा हाम्रो सोच चाहिँ फरकिलो स्पष्ट र बाँच्दै त्यसलाई बुझ्दै अनुभवी हुँदै हुँदै गएर के हो त अनि हाम्रो यो जीवनमा जति सुकै दुःख सङ्कट आफूलाई भनौँ न अब देखा परे तापनि होइन त्यसलाई अब कसरी अब हामीले सामना गर्नु छ त्यसरी अब त्यसलाई कसरी हटाउनु छ त्यसरी अब हामीले विचार विमर्श शिक्षण गर्नुभयो भने बल्ल त्यो मान्छे के हुन्छ त्यो बेला चाहिँ अब एउटा व्यक्ति सुधार हुँदैछ र बुद्धिमानी हुँदैछ भने ठहरिँदछ। जामगोन लोडोथायर मुचीले के बताउनु भएको छ भन्दाखेरि अब जामगुनले अब एउटा अब त्यसको वास्तविक अब ठेट शब्द त अब जान्दिनँ मैले, तर त्यसको अर्थ चाहिँ के हो त भन्दाखेरि हाम्रो जीवनमा अत्यन्त महत्त्वपूर्ण काम चाहिँ दुईटा भन्दा छैन। त्यो के हो त भने एउटा जन्मिने एउटा मृत्यु हुने, त्यो बाहेक अर्को केही पनि महत्त्वपूर्ण काम छैन भनेको छ हैन। हैन जीवनको मुख्य ठुलो सार्थक कार्य काम त्यही नै हो भनेको छ। त्यो बाहेकको अर्को अब हैन बीच बीचमा हुने विभिन्न अब सामान्य कुराहरू त त्यति महत्त्वपूर्ण होइन भने यसरी जामगुन लोडोथायले भन्नुभएको छ हैन। यसरी भनेको जस्तै हैन उहाँले बताउनु भएको जस्तै हाम्रो जीवनमा अब भनौँ न एक किसिमको जित हुने पराजित हुने होइन होइन कहिले माथि कहिले तल कहिले घोप्टिने कहिले अब उठिने होइन विभिन्न भइरहेको छ हाम्रो जीवनमा, कहिले तल कहिले माथि, अर्थात् कहिले हाँसो कहिले गुनासो कहिले आँसु त्यस्तो भइरहेको हुन्छ होइन। जे भए तापनि के हो त आफ्नो मनको स्वभावमा भर पर्दछ होइन। त्यो दुःख ठुलो हो कि सानो हो त्यसलाई हटाउने कि नहटाउने के हो त भन्दाखेरि त्यसलाई अब विचार गर्नेमा भर आफूले दुःखलाई हेर्ने तरिकामा भर पर्दछ। अब उदाहरणको लागि होइन कुनै अब यो ढुङ्गाहरू चाहिँ एउटा के हो त अब एउटा पर्खाल जस्तो होइन, जुन अब एउटा ढुङ्गाहरू धेरै अब बुटुलेको पर्खालमा हेऱ्यो भने होइन कमिलाले हेऱ्यो भने त्यो चाहिँ कमिलाको जिउ सानो भएकोले त्यो चाहिँ एकदम अग्लो डरलाग्दो एउटा पहाड जस्तो देखिन्छ होइन। होइन कमिलाले अब त्यो जुन एउटा ढुङ्गाको फोक्टोलाई उता तर्नुको लागि धेरै अब परिश्रम गर्नुपर्छ होइन। के हो त उसलाई धेरै पहाड जस्तो लाग्छ, तर त्यही ढुङ्गाको एउटा फोक्टा जुन भएको चुलेले कुकुरले हेऱ्यो भने के हो त अब कुकुरले त्यसलाई अब जम हानेर उता जानु सक्ने हुँदाखेरि कुकुरको नजरमा चाहिँ यो त्यति ठुलो त होइन रहेछ, यो त सानो रहेछ भन्ने सोच हुन्छ नि त। त्यस्तै किसिमको होइन कुनै मान्छेले पनि के हो त दुःख चाहिँ एउटा पहाड जस्तो देख्छ, त्यसलाई तार्नु सक्दैन भने दुःखमा पिरालिरहन्छ भने कसैले चाहिँ के हो त त्यसलाई अब के हो त अनि दुःखलाई अब अनि त्यहाँदेखि नै पारि तर्नु सक्ने त्यस्तो रूपमा देखिन्छ होइन। त्यही कारणले हाम्रो जीवनमा त्यस्तै किसिमको अब आइरहेको हुन्छ। त्यसो भए त्यही कारणले अनि हाम्रो जीवनमा नि अब उतार चढाव र कठिनाइहरू हुन्छन्। केही मानिसहरूले आफ्नो जीवनको आशा गुमाउँछन् र तिनीहरूलाई दुर्गम कठिनाइको रूपमा हेर्छन्, तर केही मानिसहरू चाहिँ त्यो कठिनाइले एक तल्लो पर्खालको रूपमा हेरेर त्यहाँ जुन तिनीहरू चाहिँ चढ्न सक्छन् त्यहाँदेखि पार हुन सक्छन् अर्थात् मुक्त हुन सक्छन् होइन। त्यस्तै किसिमको अघि भनौँ न अघि एउटा कुकुरले एउटा ढुङ्गाको फोक्टोले नागेर पर गएको जस्तै कुनै मान्छेहरू चाहिँ आफ्नो जीवनमा भोगिरहेको देखा परे विभिन्न दुःखहरूलाई चाहिँ सामना गर्दै त्यो दुःखदेखि उम्किएर त्यहाँदेखि अब तरेर अब पार भएर अब आफ्नो दुःखलाई चाहिँ के हो त हटाउनु सक्छ होइन सकिन्छ। तर अल्प ज्ञान एउटा सोच्नु नसक्ने मान्छेहरू चाहिँ के हो त भन्दाखेरि जुन एउटा कमिलाले एउटा ढुङ्गाको फोटोले पहाड ठुलो चढ्नु नसक्ने दुःख देखेको जस्तै कुनै मान्छेहरूले फेरि सानोतिनो दुःखलाई पनि ठुलो पहाड दुःख दिएर त्यसमै बिलिरहेको त्यसमै बाँधिरहेको त्यसमै चुर भइरहेको पनि देख्न सक्छ। त्यही कारणले गर्दाखेरि अनि हाम्रो जीवनमा हामीले भोगेको दुःखलाई चाहिँ तपाईँले एउटा पहाड जस्तो हेर्ने कि अर्थात् त्यसलाई चाहिँ आफूले एउटा खुट्टाले एउटा लम्काउनु सक्ने त्यसलाई नाग्नु सक्ने त्यस्तो रूपमा हेर्ने हो होइन। त्यही कारणले गर्दाखेरि अनि ढुङ्गाको सिडीको रूपमा पनि लाग्न सक्छ। त्यही कारणले सिडीलाई अब सिडीको रूपमा हेर्ने हो कि पहाडको रूपमा हेर्ने हो होइन। त्यही कारणले परिस्थिति जे जस्तो भए तापनि भए बाबा देखिन्छ, तर घटना कतिको महत्त्वपूर्ण छ त्यो देखिन्छ होइन।
त्यो चाहिँ आफ्नो केमा भर पर्छ भने त्यो चाहिँ आफ्नो अब विचार विमर्श गर्ने त्यसमा अब विवेकतामा भर पर्दछ। त्यो आफ्नो चौडाइ र आफ्नो दिमाग हाम्रो क्षमता स्तरमा हुँदछ। अब एक दृष्टिकोणबाट अब त्यस्ता कठिनाइहरूलाई अब हाम्रो दिमागको चौडाइ र हाम्रो क्षमतामा स्तर बढाउने अवसर पनि हो हैन। आफ्नो मनलाई बडा फराकिलो बनाउने हैन, दुःखमा अब दुःखदेखि मुक्त हुनुको लागि एउटा आफ्नो विचारलाई तिखारिने एउटा अवसर पनि हो। त्यही कारणले यसरी तपाईँले सोच्नुभयो भने जस्तो उदाहरणको लागि होइन, एउटा चक्कुले तपाईँले त्यसलाई तिखार्दै गयो भने त्यो के हुन्छ, त्यो एकदम छुरा हुँदै जान्छ नि। जब त्यो छुरीले त्यतिकै राख्यो भने त्यहाँ खिया लागि सडेर जान्छ। त्यस्तै किसिमको विगतका होइन, विगतका महान व्यक्तिहरूले पनि अब उहाँहरू हेऱ्यो भने होइन, अब उहाँहरूलाई चाहिँ हामीले नपाएको भन्दा पनि उहाँहरूले प्राप्त भएको एउटा पावर, शक्ति, बल रहेछ नि। त्यही कारणले उहाँ चाहिँ मुक्त पुरुष भएको हो नि त, सिद्ध पुरुष हुनु भने ठान्दछन्। तर त्यसो होइन नि। पूर्व पहिला गुरुहरू किन उहाँ मुक्त पुरुष हुनुभयो भन्दाखेरि विभिन्न समस्याहरूलाई, विभिन्न कठिनाइहरूलाई उहाँले पार गर्दै, विभिन्न दुःखको सागरदेखि उहाँ चाहिँ के होता किसिमको त्यहाँदेखि व्यवस्था गर्दै कठिनाइहरूलाई बाहिर निकल्न सक्षम भएर उहाँ नि के होता एक दिन उहाँ जुन मारदेखि विजय प्राप्त गर्नु भएर उहाँ मुक्त पुरुष र सिद्ध पुरुष हुनुभएको नि त। त्यही कारणले गर्दाखेरि अनि हामी र एउटा पूर्व मुक्त पुरुषहरूमा फरक के छ त भन्दाखेरि होइन, जुन नराम्रो कठिनाइ परिस्थितिलाई के होता किसिमको त्यहाँदेखि निक्लिनु सक्ने नसक्ने त्यो फरक छ नि। उहाँहरूले विभिन्न कठिनाइहरूलाई सामना गर्नुभयो र त्यहाँदेखि उहाँ मुक्त हुनुभयो, हामी त्यो सामना गर्नु सक्ने त्यसमा डुबिरह्यो, त्यो फरक छ पूर्व महान पुरुष र हामीमा। त्यही कारणले हामीले सोच्नु सके पनि हाम्रो लागि दुःख पनि एउटा सानो ढिका जस्तै हो, सक्नु सकेन एउटा ठुलो पहाड जस्तै हो हैन। उदाहरणको लागि जब हामी भनौँ न विगतका महान गुरु होइन, लिङ्गेश्वर जस्ता महानायकहरू, योद्धाहरूको कथाहरू सुन्छौँ होइन। उहाँ चाहिँ ठुलो शक्ति, तिनीहरूसँग त ठुलो शक्ति र साहस, दृढ बल रहेछ नि त। जतिसुकै लडे पनि उहाँ चाहिँ अब सहजै जित्न सकिन्छ नि होइन, जित्न सकिन्छ। त्यसै उहाँहरू जस्तै हामी पनि भए त हुन्छ भने हामी सोच्छौँ नि कहिलेकाहीँ। तर पनि त्यसरी लिङ्गेश्वर जस्ता महान योद्धाहरू एकदम के हो त, एकदम विजय हुनु कारण के हो त भन्दाखेरि उहाँ व्यवहार र तिनीहरूले उनीहरूको व्यवहारमा चाहिँ के हो त, के गर्नुभयो, व्यवहार के उतार्नु भयो भन्दाखेरि तिनीहरूले कठिनाइ र शत्रुहरूको सामना गर्दा तिनीहरूले कस्तो सोचेको थिए होइन। उनीहरूले कठिनाइ र त्यसरी समस्यालाई कसरी, कठिनाइलाई यसरी सामना गर्नुभयो, कसरी उहाँले अब यसरी दुःखलाई पहिला सार्दै अघि सर्नु भयो त भन्दाखेरि होइन, कसरी निरन्तरता अब निरन्तर दिनुभयो सोच्छ नि हामी अब गर्नुभयो त भन्दाखेरि, यदि त्यहाँ कुनै शत्रु छैन भने उहाँ युद्धमा कुनै पनि विजय नै हुन्थ्यो नि त होइन। त्यो युद्ध अब विजय हुँदाखेरि होइन, त्यहाँ कुनै सङ्कट नभएको, कठिनाइ नभएको, कुनै शत्रु नभएको होइन नि होइन। त्यही कारणले उहाँ संक्षेपमा भन्नुपर्दा हामी महान प्राणी र नायकहरू अविश्वसनीय रूपमा सोच्दछौँ। यो किन त भने उनीहरूले कठिनाइ र शत्रुहरूलाई मारमाथि विजय हासिल गर्नुभयो नि। त्यही कारणले उहाँ अहिले पनि उहाँको योद्धाको हामीले कथाहरू सुन्दाखेरि हामीले एकदम त्यस्तो शक्ति हामीले पाए त हुन्थ्यो भने एउटा साहस आउँछ नि त। किन भन्दा उहाँको समयमा उहाँले सामना गर्नुभयो नि त, दुःखको मारमाथि उहाँले विजय हासिल गर्नुभयो नि त। त्यही कारणले त्यो बेला उहाँले कहिले पनि निरुत्साहित भएनन्, मैले सक्दिनँ भनेर टाउको कहिले निहुरो भएन। उनीहरूको जीवन शब्दमै थिएन, म सक्दिनँ, अब म पछि हटौँ, के हामी सम्झौता गरौँ, यो अप्ठ्यारोदेखि हामी अब मुक्त हुन सक्दैनौँ भनेर कहिले पनि उहाँले यसरी सम्झिनु भएन होइन। त्यही कारण जतिसुकै कठिनाइ र खतरा भए तापनि उहाँहरूले यसलाई चाहिँ सिधा अगाडि राखेर परिणामहरू प्राप्त गर्नको लागि यसलाई कारक बनाउन सक्षम भएर, त्यही कारणले साधारण मानिसमा फरक यही नै हो होइन। एउटा
दुःखलाई सामना गर्न सक्ने त्यो अघि सर्छ, त्यसलाई त्यही सकेन भने त्यसमै डुबाउँछ हैन। कर्मपाको सबै अवतारमा त्यस्तै थिए हैन। केही मानिसहरू यो सोच्छ कि असम्भव छ कि एक कर्मपालाई दुर्भाग्य हुन सक्छ हैन। किन त भन्दाखेरि जुन हामीले सोच्यौ जस्तो मिक्यो धोर्जे लागेर विभिन्न पूर्व कर्मपाहरूलाई यसरी धेरै दुःख भएको थियो हैन। यो संसार के हो त, एउटा कर्मको सञ्चयको भण्डार हो हैन। कर्मबाट उत्पन्न भएको प्राणी हो हामी। त्यही कारणले कसैलाई सोच्न मनमा लाग्छ कि अब यो कलियुगको समयमा हैन, भनौँ न अब अहिलेको समयमा के हो त भन्दाखेरि वास्तविक उल्टो छ। सुखवती जस्तो पवित्र क्षेत्र बाहेक यो दुःख र कष्ट नभएको ठाउँ कहीँ पनि छैन। विशेष गरी यो यदि कसैले यो संसारमा धर्म फैलाउन सक्छ भन्ने सोच्दछ भने उसलाई मारबाट अनगिन्ती बाधाहरू हुन्छ। आक्रमणकारी र कष्टहरू वर्षाउने धेरै आउँछ हैन। यसरी हैन, संसारमा धर्म फैलाउँदा सयौं सङ्कट र कष्टको सामना गर्नुपर्ने हुन्छ। त्यही कारणले यो अहिलेको यो पाँचौं अन्तिम तहको यो कलियुगको समयमा हैन, तपाईँ हजारौं सिपाहीहरूले घेरिएको युद्ध भूमिमा हुनुहुन्छ। तपाईले डरलाई जित्नुपर्छ हैन। जति तपाईँ धर्म गर्नुको लागि तपाईँ एउटा नाम दाम यो किसिमको भनौँ न तपाईँ हिँड्नुहुन्छ, त्यति नै तपाईँलाई आक्रमणकारी, तपाईँले कष्ट दिखाउने, तपाईँलाई खुट्टा तान्ने, तपाईँलाई हैन नराम्रो गर्ने त्यस्तै नै हुन्छ। त्यही कारणले हैन, त्यस्तो समयमा के हो त, उदाहरणको लागि जब तपाईँ युद्धमा लड्दै हुनुहुन्छ, तपाईँलाई सैनिकले घेरिएको छ, युद्धभूमि त हुनुहुन्छ भने तपाईँले डरलाई जित्नुपर्छ अनि मात्र तपाईँ बाहिर निस्किन सक्नुहुन्छ। त्यही कारणले गर्दाखेरि अनि त्यसैले बोधिसत्वहरूलाई एक किसिमको वीर भनिन्छ। किन त भन्दाखेरि त्यहाँ कुनै कठिनाइहरूले अवरोध आए पनि त्यहाँदेखि अब उहाँ चाहिँ नडरिकन बाहिर निस्किनुहुन्थ्यो। बोधिसत्वहरू चाहिँ जतिसुकै हामीले धर्म प्रचार अनि त्यसलाई अब सुरक्षा गर्ने संरक्षण गर्ने क्रममा विभिन्न बाहिरबाट विघ्न बाधा, यो आकाश घेरिने जस्तो ज्यादा विघ्न बाधा आएर पनि त्यहाँदेखि उहाँ कहिले पनि डगमगाउनु नहुन्थ्यो, कहिले निडर नहुन्थ्यो, कहिले पनि डर नहुन्थ्यो, निडर हुन्थ्यो। त्यही कारणले अनि उहाँ निडर भएकोले बोधिसत्वलाई बोधिसत्व भनौँ न एक किसिमको हैन, सत्व भनेको ठुलो मन भएको वीर भनिन्छ हैन। त्यही कारणले हामीले पूर्व कर्मपालाई अवतारमा हेर्ने भने उहाँहरूको कर्मपाको सामना गर्ने कठिनाइहरू विभिन्न छन् हैन। कस्तो सामना उहाँले भोग्नु पायो हैन, धेरै छ। भविष्यमा भ्यायो भने पहिलो कर्मपादेखि यो 16औं अवतारी कर्मपासम्म कसरी उहाँले सामना गर्नुभयो दुःख हैन, भयो भने कुनै पछि म यसको बताउने छु समय पाएको खण्डमा हैन। भविष्यमा अवसर पाएमा यसको बारेमा बोल्ने छु। जे भए तापनि जब हामीले अघिल्लो कर्मपाको मुक्ति कथाहरू पढ्छौँ, उनीहरूले हामीलाई अनुयायीहरूलाई अब उज्यालो र रत्नको खजाना उपहारको रूपमा छोड्न र कठिनाइ र हानि सहेका थिए होइन। हामीलाई राम्रो ज्ञान दिनुको लागि कति हानि सहनु भयो कर्मपाहरूले, कति भनाइ खानु भयो होइन। त्यही कारणले एउटा भनाइ पनि छ नि, जस्तै तपाईको सिप जति ठुलो छ तपाईको जिम्मेवारी पनि त्यति नै ठुलो छ भने जस्तै, जति ठुलो जिम्मेवारी त्यति नै ठुलो दबाब छ भने जस्तै हो। त्यही कारण कर्मपाको अवतारको कुरा अब हेऱ्यो भने बुझ्यो भने हामीलाई थाहा पाउनु गाह्रो छ हैन। आकाशमा उडेको चरा कुन दिशाबाट उडेको छ भने हामी थाहा हुँदैन। त्यस्तै किसिमको पूर्व गुरुको अब जीवनको लीलाहरू कस्तो छ, कति ठुलो छ, कहाँबाट आयो भने हामीलाई थाहा हुँदैन, किनकि हामी अज्ञानताले ढाकेको प्राणी हो नि त। त्यही कारणले गर्दाखेरि हामीले थाहा पाउनु गाह्रो छ। तथापि तिनीहरूमाथि ठुलो जिम्मेवारी थियो र ठुलो दबावमा परे तापनि तिनीहरूले कहिले डराए वा निरुत्साहित भएनन्। तिनीहरूले पूर्व कर्मपाहरूले अब अतुलनीय पुरुषहरूले कठिनाइबाट बच्न प्रयास गरेनन् हैन।
जुन दुःखलाई उहाँले सामना गर्नुभयो, बरु तिनीहरूले ती सबैलाई आफूलाई सुधार्ने र बट्ने अवसरमा परिवर्तन गर्नुभयो हैन। ठुलो कठिनाइको सामना गर्दै तिनीहरूले ती सबैलाई सञ्चय जम्मा गर्ने, पुण्य सञ्चय गर्ने र अरूलाई फाइदा पुर्याउने अवस्थाहरूमा परिवर्तन गर्नुभयो। तिनीहरूबाट हैन जति प्राणीहरूले दुःख सङ्कटमा पारे त्यो चाहिँ के हो त, पुण्य सञ्चय गर्ने एउटा राम्रो मोड, राम्रो एउटा सुसम्पन्न भएको पुण्यको एउटा आउने एउटा स्रोत बाहेक नराम्रो कहिले पनि उहाँले अब यसरी सोच्नु भएन हैन। त्यही कारणले तिनीहरूबाट हामीले सिक्नु हाम्रो अति महत्त्वपूर्ण छ हैन। अब जसरी जब हामीसँग चिजहरू हुन्छन्, के अब कामहरू गर्दैनन् भने हामी सक्छौँ हैन, मेरो भाग्य पनि छैन, सायद पनि जुर्दैन, म किन अभागी छु भने, किन चिजहरू मेरो लागि कहिले काम गर्दैनन् भने यसरी अब गुनासो हैन, गुनासो पोख्छौँ नि, तर गुनासो रुक्नुको केही अर्थै छैन हैन। अब के हो त, अब हाम्रो जीवन सबसे धेरै भयो के हो त, सोचेको कुरा पुरा नहुने, विभिन्न अडचन बाधा अडचन ज्यादा बाहेक मिल्ने कुरा, चिताएको कुरा पुरा हुने त कमी नै छ। त्यही कारणले त्यहाँ धेरै चिजहरू छन् जुन जीवनमा हामीले चाहे जस्तो हुँदैन। त्यसैले भविष्यमा जब केही गलत हुन्छ हामीले तुरन्तै सोच्न सक्षम हुनुपर्दछ। आफ्नो मनमा के सोच्नुपर्छ त भन्दाखेरि, मलाई भर्खरै अभ्यास गर्ने अब एउटा भनौँ न, अब मलाई एउटा विभिन्न अब भनौँ न एक किसिमको नराम्रो मोडहरू देखा पर्यो हैन। नराम्रो मलाई यसो मोडहरू देखा पर्यो, म सङ्कटमा छु, म सङ्कटमा फसिरहेको छु हैन। जे भए त भने के हो त, मैले भर्खरै एउटा अभ्यास गर्ने र एउटा राम्रो कर्मको योग्यता अनुसार सङ्कलन गर्ने मौका पायो भने यसरी खुसी हुनु पर्यो। अन्तत हामीले हाम्रो जीवनको हरेक दिनमा ठुला खतराहरू सामना गरे तापनि हामी तिनीहरूलाई आफूलाई सुधार गर्न र अगाडि बढ्नको लागि शर्तहरूको रूपमा प्रयोग गर्न सक्छौँ। हामीले जीवनमा जति सुकै अर्थात् जे भए तापनि हाम्रो जीवनमा जति सुकै हानि भए तापनि कठिनाइको सामना गर्न अगाडि बढिरहने हदसम्म हामी बलियो र साहसी हुने मात्र हैन। त्यही कारणले जति दुःख भए तापनि त्यसलाई सामना गर्नुभयो भने हाम्रो बल चाहिँ बलियो, महान सोच, बलियो सोच, सशक्तता, जागरुकता त्यस्तो हुन सक्दछ। त्यसैले भविष्यमा यो हाम्रो लागि यस्तो सोच्न महत्त्वपूर्ण हुनेछ र निराशा वा अल्छी नहुनुहोस्, धेरै कम हार मान्नुहोस् हैन। धेरै हार खायो भने केही पनि हुँदैन, धेरै हार खायो भने केही ओरको सिंह पर सार्दैन। त्यही कारणले गर्दाखेरि निराशा नगर्नुहोस् हैन। आशा गरे भने निराशा हुन्छ। त्यही कारणले धेरै सत्य काम गर्नुहोस्, दुःख पाए भन्दैमा नातिनुहोस्। दुःख एक दिन परिवर्तनशील हो, त्यो परिवर्तन भएर जान्छ। त्यही कारणले जति सुकै अब नराम्रो मोडहरू पनि के हो त, धर्म गर्ने एउटा सहायता हो, धर्मको एउटा कारक बन्दछ हैन। अनि विभिन्न नराम्रो पक्षहरू पनि धर्म कर्म गर्दाखेरि कसरी अब पक्षमा ल्याउने भन्ने हामीले विचार गर्नु अत्यन्त जरुरी देख्छ। अब फेरि म यसमा निरन्तरता दिँदै जानेछु। अब चाहिँ के हो त, अब यो शत्रुता मार्गमा लिने अब 19औं यो श्लोक रहेको छ लेख्चेमा। के छ भन्दाखेरि, असन्याय भए तापनि दुर्बल प्राणीलाई रिसलु रहेछ भने अपमानित म कहिले गर्दिन। यी जस्ता स्वभावत आवरणको दोष भएका लक्षण बुझेर असहनीय
पुनः वृद्धि हुन्छ, यो पनि मेरो राम्रो पुण्य हो जस्तो मलाई लाग्छ भन्ने भनेको छ। त्यस्तै गरी अब साग्या लेख्से अर्थात् साग्याको सुभाषित वचन भनेको छ, परम गुरुजनलाई शत्रुताले भन्दा आफ्नो नातेदारले सताउँछ, जस्तै सिंहलाई पनि आफ्नो शरीरको किरा बाहेक अरू जीवधारीले सिंहलाई पनि आफ्नो शरीरको किरा बाहेक अरू जीवधारी प्राणीले कहाँ खानु सक्छ र कहाँ सताउन सक्छ र भनेको छ। त्यही कारणले भनौँ न, अब आफूलाई दुःख दिने चाहिँ आफ्नै नातेदार बाहेक अब अरूले दिँदैन है भनेको छ। जस्तै कि अब सिंहलाई उदाहरण गरौँ, सिंहलाई चाहिँ आफ्नो जिउमा भएको किराले यो उसलाई चाहिँ अट्याक अर्थात् उसलाई अब झम्टेको जस्तै अब आफ्नो किराको जिउले मार्ने बाहेक खाने बाहेक बाहिरी प्राणीहरूलाई उसलाई एट्याक गर्नु सक्दैन, झम्टिनु सक्दैन उसलाई होइन। त्यस्तै किसिमको अनि अब जहाँ त्यस्तै किसिमको अब भनौँ न, अब के हो त भन्दाखेरि अब मिग्युतो चाहिँ के भनेको छ भन्दाखेरि, मिग्यु अब जुन बौद्ध धर्मलाई हानि नोक्सान पुर्याउने चाहिँ अब जुन एक किसिमको अब बुद्धले नि भन्नुभएको छ कि मेरो धर्म चाहिँ म जस्तै एउटा मान्छेले अनि त्यसलाई नष्ट गर्ने बाहेक म जस्तो नभएको बाहिर मान्छे कहिले पनि नष्ट गर्नु पार्दैन है भने यसरी भविष्यवाणी गर्नुभएको छ होइन। भविष्यमा मेरो धर्मलाई चाहिँ नष्ट गर्ने चाहिँ म भिक्षु हो, म लामा हो, म एउटा बौद्ध मार्गी हो भन्नेले नै एक किसिमको दुई बीचमा के हो त झगडा भएर द्वन्द्व भएर वाद विवाद यसमा यसरी अनि नमिल्ने खण्डमा यसरी नष्ट हुन्छ होइन। यसरी आलोचना हुँदै यसरी झगडा हुँदै होइन, बाहिरी अब भनौँ न भन बाहिरी हुँदै एक आपसमा दोषहरू ठहर यसरी नै मेरो धर्म नष्ट म बुद्ध मार्गी हो भन्ने यस्तो मान्छेले नै अनि नष्ट हुनेछ, लोभ हुनेछ भने यसरी अनि बताउनु भएको छ होइन। त्यही कारण त्यो बेलामा अनि भिक्षुहरू पनि एक किसिम के हो त शिला राम्रोसँग ग्रहण नगर्ने होइन, सुरक्षा नगर्ने, धेरै अल्छी हुने सुस्ता हुने हुँदछ भने यसरी बताउनु भएको छ, बुद्धले बाणी गर्नुभएको छ। त्यही कारण अनि त्यही कारणले बुद्धको धर्मलाई मुख्य नष्ट पार्ने अनि एक किसिम के हो त अब त्यसलाई नाश पार्ने चाहिँ अब बौद्ध मार्गी बाहेक अब भनौँ बौद्ध मार्गी हुँ भने बाहेक अनि त्यो बाहेकको अब अन्य धर्महरूले चाहिँ अब नष्ट र हानि गर्नु सक्दैन है। अब हानि र धेरै नष्ट पार्ने चाहिँ अब म बौद्ध मार्गी हुँ भन्नेले नै नष्ट पर्दछ, यो धेरै नै खतरा छ भने यसरी बताउनु भएको छ होइन। अब जहाँ मिग्यु दोर्जेको अब भनौँ न अब जस्तै यो उदाहरण राख्नुला पर्दाखेरि मिग्यु दोर्जेलाई अब अपरिमेय प्राणीहरूलाई अब दयालु गर्नुभयो, साथ हेरचाह गर्नुभयो, तर गर्नेहरू गरेका थिए होइन। तर पनि जुन मिग्यु दोर्जेले हेरचाह गरेको थियो जसले उहाँको दयाको कदर गरेन, उहाँले हानिको जवाब मात्र दिनु भएन होइन। मलाई प्राणीले हानि गर्यो मैले नराम्रो गरेर मिग्यु दोर्जे कहिले पनि यसरी बोल्नु भएन। उहाँले जुन हानि पुर्याउने प्राणी प्रतिमा चाहिँ के दर्शाउनु भयो, उहाँले मायालुपूर्वक तिनीहरूको हेरचाह गरिरहनु भयो होइन, दया निगाह गर्नुभयो। त्यहाँ गनिने भन्दा पनि धेरै यस्ता व्यक्तिहरू थिए कि उहाँले अब होइन, जस्तै कि उहाँलाई अब के हो त जुन अब उहाँले धर्म र भौतिक दुवैमा केही मानिसको लागि धेरै हेरचाह गर्नुभयो, तर तिनीहरूले भन्थे कि अब भनौँ एक किसिमको के हो त कुनै मान्छेहरूले चाहिँ के हो त अब जुन मिग्यु दोर्जेले यसरी धेरै उहाँलाई दयामाया गर्नुहुने गयो, तर पनि के हो त उहाँकै अब भनौँ न उहाँहरूले अब राम्रो लागि कुनै प्रकारको काम गर्नु भएन र तिनीहरूको उहाँ सेवक र सेवा निवृत्तिहरूमध्ये असन्तुष्टि र आलोचना अनि फैलाउनु भयो जुन। अब कुनै जस्तै अब
अब घेसे जस्तै कि एउटा आचार्य हैन विद्वान भने धेरै नै छ हैन उहाँहरूलाई पनि के हो त एक किसिमको पहिला जुन दानदाताहरूले एक किसिमको त्यो घेसेहरूलाई चाहिँ हैन जति सक्दो अब के हो त एउटा पहिले भन्दा पनि धेरै हैन आरक्षित अब धेरै भौतिक उपहारहरू चढायो जसले उहाँहरूले अब चाहेको सबै धर्म प्राप्त गरे तर पछि के हो त उहाँले तिनीहरूको आशा र इच्छाहरू पुरा नगरेको खण्डमा तिनीहरूले जुन घेसे जुन प्रवचन लिने ठाउँ के गरे भन्दाखेरि उनीहरूलाई गाली गरे हैन निन्दा गरे के भने भन्दाखेरि अब म खास त अब एउटा त्यो मान्छेले के भन्यो भन्दाखेरि पहिला अब जुन ज्ञान दिने गुरुहरूलाई चाहिँ हैन अब म एकदम धेरै सिकेर म ज्ञानी भइसकेँ हैन मैले धेरै बुझ्यो तर उहाँले मलाई त्यति चासै गर्दैन त्यति इज्जतै गर्दैन त्यही कारणले हेर एक दिन म पनि एउटा विद्वानको एउटा ठाउँ ओगटेर अनि मेरो नाम प्रसिद्ध गरेर यसरी म उहाँलाई देखाउँछु हैन उहाँले त्यति मलाई दयालु व्यवहार पनि गरेन त्यसैले म विद्वानको काम गर्ने यस्तो ठाउँमा जाँदैछु एक दिन हामी हेर्नेछौँ कि यो उसले मलाई इज्जत गरेन भने यो सत्य साँचो देखाउनको लागि भने यसरी अब भन्ने आरोप लगाउने गुरुहरूमाथि नराम्रो नजरले हेर्ने धेरै नै थियो हैन हैन मिकी दोर्जे राम्रो गरे तापनि उल्टो अब आफूले के हो त रिस राग डा गर्ने बाहेक राम्रो गर्ने कोही पनि थिएन हैन कम थियो राम्रो गरे पनि नराम्रो गर्ने धेरै थियो हैन अब हामीलाई अब के हो त अब राम्रो गर्दा उसले नराम्रो आफूले नराम्रो गर्यो भने हामीले के गर्छ हैन रिस उठ्ने त्यसमा गाली गर्ने हैन अलिकता देख्दाखेरि अब रिस उठ्ने हैन चित्त नबुझ्ने हुन्छ नि तर मिग्यु दोर्जेले उहाँको कहिले पनि त्यस्तो आएन उहाँलाई मिग्यु दोर्जे पनि रिसाए उहाँ कहिले पनि रिसाउनु भएन उसको विचारमा अलिकता उहाँको सोच कहिले पनि नराम्रो डगमगाउनु भएन उहाँ पहिले जस्तो प्राणीलाई दयामाया गर्ने चिन्तित हुनुहुन्थ्यो उहाँले शान्त कुराकानी गर्नुहुन्थ्यो तिनीहरूलाई दयालु नजरले हेर्नुहुन्थ्यो हैन उहाँले तिनीहरूलाई जे पनि उपयुक्त जे पनि दिनुहुन्थ्यो उपहार पनि दिनुहुन्थ्यो जुन आफूलाई नराम्रो गर्ने मान्छेलाई कहिले उहाँलाई दुष्टको रूपमा हेर्नु भएन जुन एउटा प्रिय मित्रको रूपमा हेर्नुहुन्थ्यो हैन अब जुन त्यसमा चाहिँ एउटा भाग्यमानी एउटा योग्यता बौद्ध मार्गी हाल्छ अनि मिग्यु दोर्जेले यस्तो कार्यको काम देखेर ओ गुरु भन्दा यस्तो हुन्छ भनेर हैन एक के हो त किसिमको धर्मको बत्ती बलेको अनुसार ओ अनि पुण्य फैलिएर जाने वृद्धि हुने भएर गए तर धर्ममा योग्यता नभएको हैन कुसोच धेरै भरिएको चाहिँ अनि भएको अनि धेरै अब भएको चाहिँ के हो त किसिमको मिग्यु दोर्जे जति उहाँहरूलाई राम्रो भनौँ न एक किसिमको जति गर्नु भए पनि के हो त किसिमको अब पुण्य कम झन् वृद्धि नहुने कम हुँदै गएको भए तापनि एउटा धर्ममा योग्यता कम हुने अल्प ज्ञान हुनेलाई पनि उहाँले के हो त कहिले पनि अपहेला गर्नु भएन अनवस्था गर्नु भएन उहाँले व्यवस्था गर्नु भएन उहाँले तिनीहरूलाई दयालु रूपमा रक्षा गर्नु कहिले छाड्नु भएन चाहे धर्ममा कमी होस् चाहे धर्ममा उहाँले एक किसिम के हो त भनौँ न एक किसिमको अपहेला गर्ने प्रति पनि उहाँले दया गर्नु कहिले भुल्नु भएन अब आधा घण्टा विश्राम राख्दैछौँ मैले पूर्व कथित बताए जस्तै अनि जे जस्तो भयो भने मिग्यु दोर्जेले चाहिँ अनि जुन दुष्टलाई पनि अब अब मित्र जसरी हेर्ने हैन जस्तो छ कि आफूलाई अब हानिकारक जस्तो अब आफूलाई कष्ट अनि पुर्याउनलाई पनि अब के हो त आफ्नो मित्र जसरी हैन अनि यसरी एउटा लोभ रिस राग नभइकन उहाँले दान गर्नुहुन्थ्यो दयामाया निगाह गर्नुहुन्थ्यो त्यस्तै गरी हैन अनि आफूलाई माया गर्नेलाई अब आफ्नो पक्षलाई माया गर्ने अरू पक्षलाई अब आफ्नोपट्टि नहुने अब
जुन अब अरू पछि अब भनौँ न एक किसिमको आफूलाई दुःख दिनलाई चाहिँ अब हानि एक किसिमको अनि हानि पक्ष हानि पुऱ्याउनु त्यस्तो थिएन। जस्तै कि अब आफ्नोले काका अरूले पाका कहिले गर्नु नहुन्थ्यो हैन। जुन सबैलाई समानता सबैलाई एकता रूपमा यसरी उहाँले हेर्नुहुन्थ्यो हैन। त्यही कारणले गर्दाखेरि अब मिग्यो दर्जी कि होता भनौँ न एक किसिमको अब एउटा सानो अब सोचलाई पनि अब भनौँ न एक किसिमको हैन त्यस्तोलाई नै भन्दो रहेछ हैन। अनि त्यसको अब धेरै सोच्न नसक्ने हैन, अब आफ्नो ठाउँमा अब उभिन नसक्ने हैन। जे काम गरे तापनि के हो त एक किसिमको अनि अनि अब जे भए तापनि एक किसिम के हो त अब धेरै खतरा हुने बाहेक अब परिस्थिति देश हेरेर अब काम गर्नु नजान्दो रहेछ भन्ने यसरी अब विभिन्न अब उहाँलाई अब भनाइ हैन। राम्रो काम लामा पूर्व महान गुरुजी त राम्रो काम नजान्दो रहेछ। अनि त्यति अब विवेकशीलता हैन अब छैन रहेछ। त्यही कारणले अब त्यो बेलामा नि अब म भन्दा ऊ भन्दा त मै राम्रो, ऊ भन्दा एकदम ज्ञानले म भरिपूर्ण भएको छ भने धेरै थियो अरे। तर पनि हैन अब जे भए तापनि मिग्यो दर्जीलाई अब विभिन्न अब हेपाइ गर्ने, हेप्ने, खुट्टा तान्ने त्यस्तोलाई जे भए तापनि मिग्यो दर्जीले उहाँहरूलाई चाहिँ कहिले पनि अनि हेला हिंसा एक किसिमको अब रिसले हेर्ने हैन। अनि 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 नराम्रो त्यस्तो विचार थिएन। त्यही कारणले उहाँले भन्नुहुन्थ्यो कि अब उहाँले भन्नुहुन्थ्यो कि मलाई एक प्रकारले हेऱ्यो भने मलाई त्यस्तो देख्छ होला हैन, एक हिसाबले हेऱ्यो भने मलाई त्यस्तो देख्छ होला। तर मैले सत्यता यसरी रूपमा बताउने हो भने मैले अनि अरूको लागि नराम्रो काम हैन भनौँ न एक किसिमको अब जे भए तापनि अब मैले अरूलाई चाहिँ हानि नोक्सान पुऱ्याएको छैन भने यसरी बताउनुहुन्थ्यो हैन। अब मिग्यो दर्जीले भनौँ न उहाँलाई जति अब अरूले नराम्रो गरे पनि उहाँलाई फरक नपर्थ्यो, त्यति अब रिसाउने हैन। एकदम उहाँ चाहिँ अब अपमानित भएको जस्तो कालो नजर नहुन्थ्यो। किन त भन्दाखेरि अब किन त भन्दाखेरि अब यो लौकिक प्राणीमा चाहिँ अब आशा भरोसा गर्ने केही पनि किन कलेजले अब बाँधेको छ। त्यही कारणले गर्दाखेरि अब यो चाहिँ अब साङ्गे पल्टुद्वारा अब लेखिएको छ कि किनकि मिग्यो दर्जीको ठाउँमा विभिन्न अब चेलाहरू आउनुहुन्थ्यो हैन। विभिन्न अब धर्मको विषयमा, विभिन्न अब ग्रन्थको विषयमा कुरा गर्ने तरिकामा हैन, काम गर्ने शैली ढङ्गमा कुरा गर्थ्यो, विभिन्न सोध्यो हैन। अब सत्यता के हो हैन, अब सत्यता के हो म तपाईले बताउन सक्दिनँ हैन। अब मैले अब त्यो सत्यता कुरा बताएँ भने तपाईँ अब रिसाउनु हुन्छ होला हैन, तपाईले अलिकति मनमा दुःख लाग्छ होला भनेर अनि त्यस्तो हुन्छ। त्यही कारणले म अनि म त्यो भन्दिनँ भने यसरी गुरुलाई मिग्यो दर्जीको दर्शनसँग त्यसरी भन्नु आउँथ्यो अरे। त्यस्तो मान्छेहरूले मिग्यो दर्जीले के भन्नुहुन्थ्यो भन्दाखेरि मलाई यस्तो दुःख लाग्नु पर्ने, म मन एकदम मर्ममा फस्नु पर्ने हैन, त्यस्तो एकदम त्यस्तो मेरो मन चाहिँ अब भ्रमित हुने हैन, अब मलाई अशान्त हुने, असुख हुने, बेखुसी हुने त्यस्तो केही छैन। किन त भन्दाखेरि अब प्राणीहरू एक किसिमको त पृथकजन कलेशले बाँधेको हुँदाखेरि यो कलेशको स्वभाव त नै हो हैन। त्यो भित्र अब बहुत संसारिक प्राणी अब त्यो भित्र भौतारिएको छ। त्यही कारणले अब यो चुन्चुभित्र अब भनौँ एक किसिमको यो सिम्जी मिसो नामक भनेको चाहिँ अब प्राणीहरू चाहिँ के हो त एउटा नराम्रो खराब कर्मले भरेको प्राणी चाहिँ आकाशसम्म त व्याप्त यसरी ढाकिएको छ भनेको जस्तै अब जे भए तापनि के हो त प्राणीहरू चाहिँ एक किसिमको के हो त अब नराम्रो कर्मले अब धेरै भएको ढाकिएको छ, त्यस्तै नै ज्यादा फरक छ। त्यही कारणले हैन अब मनभित्रबाट नै अब यो प्राणी चाहिँ खराब हो, नराम्रो हो भन्ने अब त्यस्तो मैले सोच्नु अब पर्दैन। किन त भन्दाखेरि अब
किन भन्दाखेरि अब प्राणीहरू चाहिँ एक किसिमको कलेशले बाँधिएको बिचरा उसलाई के राम्रो बोल्ने हो कि नराम्रो बोल्ने उसलाई के अधिकार छैन, किनकि उसले कलेशले बाँधेको, कलेशले उसलाई नोकर दास बनाएको हुँदाखेरि बिचरा। अनि त्यही कारणले अब त्यसलाई चाहिँ अब हामीले अब मैले चाहिँ अब नराम्रो सोच्न मिल्दैन होइन, किनकि उसकै स्वभाव त हो भन्ने किसिमको त्यस्तो स्वभावको हो भनेको छ होइन। जे भन्दा अब यो एक किसिम के हो त, जुन अब कलेशले भरिएको भारी बोकेको प्राणीले अब बुद्धले अब एक किसिमको त अब त्यसलाई हेला हिंसा गर्दैन भनेको जस्तै अब मिगे त त्यसरी हेर्नुहुन्थ्यो, जुन कलेशले बाँधिएको चुर भएको प्राणीलाई दयामाया निगाह बाहेक यसरी, अनि प्राणीले जति नराम्रो गरे पनि यसरी नराम्रो जब कहिले नफर्काउनुहुन्थ्यो। त्यो चाहिँ उहाँको सोच्ने एउटा इरादा, यस्तो अनुभव थियो, उहाँको अनुभूति थियो। अनि जुन अब पल्टुले यसरी साङ्गे पल्टुले यसरी बताउनु भएको छ, जुन अब उहाँको परिचारक हो मिगी दोर्जेको होइन। अब अनि अब मिगी दोर्जेल चाहिँ अब भनौँ न अब जुन अब आफूले साथ सहयोग दिएको अब विभिन्न अब भनौँ न अब कृपा गरेको दया चुकाउँदाखेरि नै उल्टो अब नजरले हेर्ने होइन, त्यस्तो नराम्रो गर्दै खुट्टा तान्दाखेरि कुरा लाउँदाखेरि होइन, जे गर्दाखेरि उहाँ कहिले पनि अँधेरो नजर रिसाउनु रिसा कहिले नगर्नुहुन्थ्यो भने यसरी साङ्गे पल्डुपद्वारा यसरी आफ्नो गुरुको अब उल्लेख गरिएको छ। अब यो राम्रो कामको अब 19औं श्लोकको अब होइन मुख्य यो भित्र सार के छ त होइन, यो मुख्य विषय भनेको तपाईँले अब यो भित्र के छ भन्दा के अब आफूलाई हानि पुर्याउने वा तपाईँलाई रिस उठाउने मानिसहरूलाई कसरी हेर्नुपर्छ, तिनीहरूसँग व्यवहार कसरी गर्नुपर्छ भन्ने बताउँछ, त्यो रहेको छ। अब यो भित्रमा अब यसमा विचार गर्ने चार प्रकारको अब विचार छ यसमा। 8 संसारिक अब चिन्ताहरूको सन्दर्भमा यसको बारेमा अब 8औं अब संसारिक धर्मको विचारमा सन्दर्भमा बोल्नु पर्दाखेरि कस्तो हो भनिन्छ होइन त्यसको। अब 8औं अब भनौँ न संसारिक धर्ममा अब लौकिक धर्ममा सन्दर्भमा बोल्नु पर्दाखेरि के हो त, अनि तपाईँलाई मन नपर्ने कुराहरू होइन, अब आफूसँग त्यति सम्बन्ध नभएको, आफूले पहिला अब जति कृपा दया चुका गरे तापनि राम्रो गरे तापनि अब आफूले चाहिँ के हो त व्यर्थको अब हानि नोक्सानी पुर्याउने होइन, विशेष गरी अब दुःख दिने होइन, अब त्यस्तो प्राणीहरूलाई आफूले के गर्नुपर्छ भन्ने कुरा होइन। अब हामीले अब भनौँ उनीहरूले विशेष गरी आफूले दुःख दियो भने अब होइन, अब त्यो के गर्नुपर्छ त भन्दाखेरि होइन, अब यदि तिनीहरूले हामीले जाने हानि अब पुर्याएका छन् भने यदि सायद अब अनुमान गर्न सक्छ कि यसको परिणामको रूपमा उनीहरूले कस्तो प्रकारको कर्महरू परिपाक हुनेछ त भोग्नेछ भने अब परिपुक अब हुने सोध्नुपर्नेछ। यदि कर्मको फलमा अब विश्वास गर्ने छ भने त्यसमा चाहिँ अहिले के सम्झिन्छ भन्दाखेरि अब पुण्यको कारणले सुखद परिणाम ल्याउँछ, अधर्मको कारणले अशुभ अब ल्याउँछ होइन। अब विश्वास गरे यसरी अब कर्मको फलमा विश्वास गरेको हुँदाखेरि अब मलाई अब एक किसिमको भनौँ न विभिन्न कृपा चुकायो भने होइन, अब राम्रो काम गर्दा गर्दै अब उसले मलाई नराम्रो अब हानि नोक्सान पुर्यायो भने अब होइन, अब यसले कस्तो कर्मको परिणाम भोग्नुपर्छ होला, यसले फल कस्तो भयो अब फल परिणामहरू भोग्नुपर्छ भन्ने अब हुन्छ होइन। अब उनीहरूको यस्तो व्यवहारले उनीहरूले कस्तो परिणाम भोग्छन्। कर्ममा विश्वास गर्ने मानिसहरूले रिस राख्नुको सट्टा दया महसुस गर्छ होइन। त्यसमा चाहिँ अब जुन अब नराम्रो पापले अब अधर्मले अब पापले दुःख हुन्छ होइन, धर्मले सुख हुने त्यो थाहा भएको कारणले गर्दाखेरि राम्रो काम गरे पनि अब नराम्रो अब
आफूलाई फिर्ता दिँदाखेरि अब के हो त, त्यो सट्टामा अब के गर्छ, रिस गर्नु राम्रो हुँदैन भन्ने अब महसुस गर्दछ। किनभने अर्को व्यक्तिले भविष्यमा कस्तो प्रकारको असानीय नतिजा हुनेछ भनेर बुझ्दैन। अब फलाउन मान्छेले राम्रो गर्ने मान्छेले पनि नराम्रो फिर्काउने मान्छे फिर्ताउने, त्यसले बुझ्दैन नि त अब नतिजा के हो भनेर। तर तिनीहरू यस्तो नराम्रो अवस्थामा पर्न सक्ने भएकाले यदि आफैले अब यसरी सोच्यो भने अब तिनीहरूप्रति रिसाउनुको सट्टा दया महसुस गर्ने धेरै थुप्रै कारण छन् हैन। किन त भन्दाखेरि अब हामीले चाहिँ अब जुन राम्रो गर्ने बापत उनीहरूले अब नराम्रो चुकायो भने फिर्ता गर्यो भने दया माया गर्ने बाहेक अब रिस गर्ने त सट्टै छैन त्यहाँ, रिस त गर्नु मन ठाउँै छैन त्यस्तो हैन। अब अर्को विषयमा हेर्ने हो भने हैन, अब हैन त्यस्तो अब आफू राम्रो गर्दा गर्दै नराम्रो अब किसिमको भनौँ न, अरू राम्रो गर्दा नराम्रो आफूलाई भयो भने आफूले के गर्छ, रिस उठ्ने, कुरा काट्ने, उसलाई देख्ने बित्तिकै अब मन अब ठिक मन न त्यस्तो हुन्छ नि हैन। हैन किन त भन्दाखेरि अब किसिमको हामी अरूलाई किन हानिपूर्ण रिसाउँछ भन्दाखेरि उनीहरूलाई अब अपमान गरेको भएकोले, उनीहरूले अब दोष मलाई लगाएको भएकोले, मानसिक रूपमा घाइते भएको होलाले अब अब भोग्न सक्ने चोटहरू अब विभिन्न अब यस्तो चोटले गर्दाखेरि अब अरूलाई अब के हो त, अनि अरूले गरेको राम्रो गर्दा गर्दै पनि नराम्रो गर्दा मुख खोप्नु नसक्ने भन्ने कारण यो यस्तो रहेको छ। आफूले अरूले हानि पुर्याउने कुरा धेरै नै छ। अब एकदम त्यो संक्षेपमा सार रूपमा बताउँदाखेरि चाहिँ चार प्रकारको भन्दा छैन। जस्तै अब एकदम स्नेह मूल्यवान चिज अब वस्तुहरू गुमाउँदाखेरि, हराउँदाखेरि एकदम अब चोट पर्ने हैन, दुःखमा पर्ने। त्यस्तै गरी अर्को दोस्रो चाहिँ अनि अरू कसैले आफ्नो अनि गल्तीहरू सूचीबद्ध अब कोट्याउने पोल अब निकाल्दिने। तेस्रो चाहिँ के हो त भन्दाखेरि शारीरिक वा मानसिक पीडा वा असुविधाको कारण अब त्यस्तो चोट पर्ने। अनि के हो त घृणा र अपमान हो। अनि यो चाहिँ मूलता हो। मुख्य अब उनीहरूले अब के हो त किसिमको मुख्य अब राम्रो काम गरे बापत पनि उनीहरूले नराम्रो गर्नु कारण के हो त, यो चार र मुख्य कुरा भएको कारणले गर्दाखेरि अब यसरी अब हानि नोक्सान पुऱ्याएको हो, चोट पुऱ्याएको हैन। यो चार प्रकारको विभिन्न अब सोचहरू चाहिँ अब पीडाहरू चाहिँ के हो त, 8 प्रकारको संसारिक चिन्ताका 4 नकारात्मक पक्षहरूमा पर्छ यो हैन। त्यही कारणले यो अगाडि बढ्दाको यो 4 प्रकारको यो चोटहरू र यो अनि भनौँ न संसारिकको चिन्ता 8 प्रकारकोमा यो नकारात्मक पक्षहरूको यो एउटै जस्तो मलाई लाग्छ। त्यही कारणले एउटै नै हो। सम्बन्धमा सबै चोटहरू यी 4मा समावेश गरेको छ। यदि हामीले यो 4 चिन्ताहरूको बारेमा विस्तृत रूपमा सोच्यौँ भने अन्तत तिनीहरू के हो त, आफ्नै अब के हो त अब के हो त भन्दाखेरि अब जे भयो पनि यसले अब राम्रोसँग विचार गर्यो भने हैन, यो कसरी चोट यसरी आएको, कसरी नराम्रो भएको त भन्दाखेरि अब विशेष त अब यसलाई भेट्ने मुख्य स्रोत कहाँमा भेटेको छ भन्दाखेरि हैन, अनि आफ्नो आसक्तामा हैन, आफ्नो लालची, आफ्नो स्वार्थमा छुएको छ हैन। आफूलाई मनमा नपर्ने कुरा अरूले गर्दाखेरि अनि रिस उठ्ने हैन, त्यसमा अपमान हुने हुँदछौँ हैन। जे भए पनि के हो त, आफ्नो आसक्ता, आफ्नो लोभ, आफ्नो स्वार्थले गर्दाखेरि नै यसरी अब यो विभिन्न भयानक विभिन्न चोटहरू अनि यसरी आफूमा देखा परेको। त्यही कारणले अरूले प्रशंसा गर्दै खुसी हुनु, प्रसन्न हुनु के हो त भन्दा किसिमको उपति अब केही मैले गरेँ बाबा उसले राम्रो गर्छ कि भन्ने चाहनाले गर्दाखेरि खुसी हुनुभएको होइन। अब एक किसिमको अब आफूले राम्रो गर्दा गर्दै उसले अब एक किसिमको प्रशंसा गर्छ कि भन्ने आशा भएको कारणले गर्दाखेरि उसले अब जुन प्रशंसाको सट्टा अब उसले अपमान गर्दाखेरि मनमा एउटा दुःख, उसले अपमान गर्दाखेरि यसरी आफू नराम्रो भएको किन भन्दाखेरि एउटा आसक्ता, एउटा केही हुन्छ कि भन्ने आशा परेकोले यसरी आफूमा चोटहरू परेको हो। यो 4वटा अब 4वटा चाहिँ मध्येमा भनौँ न, अब तपाईँले मनपर्ने कुराहरू गुमाउँदा वा नपाउँदा अब के गर्ने अब हैन। उदाहरणको लागि अब कुनै चिजहरू गुमाउने वा नपाउने सन्दर्भमा छलफल गर्ने हैन। अब
अब धेरै अब मनपर्ने अब कुराहरू आफूले भेटेन भने, सिधा कुराहरू अब आफूले अब बाहिर निकाल्नु सकेन भने के हुन्छ, त्यहाँ चाहिँ अब धेरै नै अब चोट पर्छ हामीलाई। अब जस्तो कि अब आफूले एकदम महत्त्वपूर्ण अब ठान्ने एउटा केही सामान हैन, अब आफूलाई थाहा नभइकन अब लगे कुनै खोसेर अब एक किसिमको हक गरेर ठगेर लग्यो भने अब के हुन्छ भन्दाखेरि अब त्यहाँ चाहिँ त्यसमा अब के भन्छ, हामी अब धेरै अब चोट पर्छौँ हैन। धेरै दुःख पर्छ। त्यस्तै त्यो किसिमको अब पैसा पनि अब एकचोटि हरायो भने के हुन्छ भन्दाखेरि हैन, अब एकदम सामान चिजहरू गुमाएको बेला हैन, अब जुन हराएको वस्तु चाहिँ अब एक किसिमको दान गरेको जस्तो यसरी हेरेर तपाईँले हेर्नुभयो भने हैन, अनि यसरी मैले दान गरेँ हैन, जुन अब तपाईँले अब दान गर्यो भने हराएको सामान तपाईँले दान गर्नुको रूपमा हेर्नु अत्यन्त राम्रो हो हैन। यदि अब किन त भन्दा दान भनेको के हो त भन्दाखेरि हैन, दान भनेको चाहिँ आफूले जुन लोभ लालच भयो अरूलाई दिनु नसक्ने, अब नि दिनुलाई एकदम अब गाह्रो हुने, अनि त्यस्तो चाहिँ अरूले दियो भने अनि दान हो बाहेक, अनि जुन आफूले अब काम नहुने उपभोग नहुने धेरै भएको त्यति अब भनौँ न महत्त्वपूर्ण अब त्यो दिँदैमा त्यसलाई दान भन्दैन नि त हैन। त्यही कारणले आफूले नचाहिनेमा सामानहरू अरूलाई दिएको चाहिँ अब मैले दान गरेको त्यो भन्नु सक्दैन हैन। जुन चाहिँ अब अरूलाई काम लाग्दो, जुन आफूमा अब भइ नभए अब धेरै लोभ लाग्ने, धेरै अब एकदम के भन्छ धेरै अब त्यो आसक्ता जाने, धेरै अब लोभ भएको त्यस्तो चाहिँ अब दिनुलाई दान भनिन्छ हैन। एक किसिमको दानको हटाउनु पर्ने के हो त भन्दा कन्जुसै हटाउनु पर्ने हो नि त। जुन लोभ लाग्ने कुरा चाहिँ राख्ने, अनि नचाहिने जुन आफूलाई लोभ नलाग्ने कुरा अब अरूलाई दियो भने त्यो त आफूसँग लोभ हुँदै भयो नि, कन्जुसाइ भयो नि। जब तक अब कन्जुसाइ हुन्छ सामानमा त्यो दान भनिँदैन नि त। त्यही कारणले गर्दाखेरि हैन, जुन कन्जुस नभएको सामान त जसले पनि दिनु सक्दैन हैन, त्यो त अब एक किसिमको लोभ भन्दैन नि त, दान भन्दैन नि त। दान भनेको चाहिँ के हो त, जुन म तपाईँलाई अब के हो त कन्जुसाइ छ त्यो चाहिँ दिनु सक्ने, अरूलाई दान गर्नु सक्ने, त्यस्तोलाई भनिन्छ। अरूलाई हैन अब एक किसिमको त्याग गर्नु सक्ने हैन, आफूमा हुने विभिन्न के हो त लोभ कन्जुसाइलाई त्याग गर्नु सक्ने, जुन केही सामान जुन महत्त्वपूर्ण सामानमा लुकेको एउटा राग, एउटा लोभ, एउटा कन्जुसाइ त्यो दूर गर्नुलाई नै दान गर्नु हो नि त। त्यही कारणले गर्दाखेरि अब दान गर्नु भने के हो त, कन्जुसाइ हटाउनु हो नि त हैन। अनि अरूको लागि खर्च नगर्ने, अरूको मात्रै खाउँ हैन, जुन अब लोभ रिस एक किसिमको भने लालच कन्जुसाइ गरेर राखे त्यो दिनु छ, त्यो दान त होइन नि। आफूमा हुने कन्जुसाइ यो त लोभ चाहिँ कम हुँदै गएन भने दान गरेको दानको पाटोमा पर्दैन नि त। जे दान गर्दा पनि जस्तो सुकै अब दान गर्नु सक्ने हैन, जुन चाहिँ अब कन्जुसाइको प्रतिपक्षमा विरुद्ध लड्नु सक्ने हैन, जुन कन्जुसाइलाई तपाईँले अब हटाउनु सक्ने त्यस्तो रूपमा बदलेर गयो भने त्यो बल्ल दान हो। जति दान गरे पनि कन्जुसाइ त्यति लोभ त्यति नै बढ्दै गयो भने त्यो दानलाई तपाईँले केले पुर्दियो, कन्जुसाइले तपाईँले पुर्दियो, कन्जुसाइको विरुद्ध तपाईँले अब के पहल गर्नु सक्नु भएन, त्यो दानको रूपमा आएन। त्यसै कारणले गर्दाखेरि अनि तपाईँले अब कुनै अब धनसम्म तपाईँको अब चोरेर लाने हैन, ढकेर लाने, खोसेर लाने, लुटेर लाने त्यस्तो लागेकोसम्म तपाईँले अब के हो त अब अलि हल्का हैन सोचेर हेर्ने, अरूलाई फाइदा होस् हैन। अब उसले लगिसक्यो त्यो उसको हो, मेरो होइन हैन, उसलाई चाहिँ जसरी पनि राम्रो होस् है। अनि यो मलाई मेरो सामान चोरेको लुटेको कर्मले उसको चाहिँ अब नराम्रो कर्महरू अब नहोस् हैन, विभिन्न अब समस्याहरू विभिन्न उसलाई घटनाहरू नहोस् भन्ने यसरी खुल्ला मन भएर तपाईँले सम्झिनु भयो भने अत्यन्त फाइदा हुन्छ नि हैन। अब आफू सामान हराएर होइन मलाई घाटा पऱ्यो के घुमायो भने यसरी दुःख परे यसरी कमजोर गरेर बस्नु भन्दा बरु यो चाहिँ मैले दान गरेँ, यो चाहिँ अब जुन अब मान्छेसँग खानेकुरा थिएन एकदम कमजोर थियो, जुनको मैले छाक टारिदिएँ, उसको जुन अब घरको दुःख मैले टारिदिएँ भने दानको रूपमा हेऱ्यो भने अत्यन्त तपाईँलाई फाइदा र एकदम धेरै नै लाभदायक हुन्छ। उदाहरणको लागि एउटा
भोटको एउटा उखान पनि छ कि होइन, एउटा बाणले दुईटा मृगा मारेको जस्तै होइन, एउटा कामले दुईटा कामलाई सिद्ध गर्न सके, पुरा गर्न सके जस्तै हो होइन। होइन, एउटा पुण्य सञ्चय गर्ने काम, एउटा चाहिँ के हो त भने दान गर्ने काम होइन। अर्को चाहिँ गोप्य रूपमा चाहिँ के हो त, दान गर्नु भनेको आफ्नो कन्जुसाइलाई हटाउने काम हो नि त, हो होइन, त्यसलाई बताउँछ। अनि अनि चोर्यो भने, आफ्नो सामान चोर्यो लुट्यो भने विचार गर्ने तरिका चाहिँ यस्तो हो। अब जुन अब आफूसँग एकदम प्रिय होइन, आफूसँग नजिक भएको घनिष्ठ प्रेमिका प्रेमहरू होइन, भने यसरी आफूलाई तपाईँलाई अब त्याग्दा वा धोका दिएमा के गर्ने अब त्यो बेला होइन। अब यसमा हामीले गहिरो तालले अब गहिरो विचारले हेऱ्यो भने होइन, जसले हामीले माया गर्छौँ हामीलाई अब त्याग्छ र हाम्रोतिर फर्काउँछ वा धोका दिन्छ होइन। होइन, हामी कसरी सहज अभ्यास गर्नुपर्छ भने, यदि हामीले राम्रोसँग सोच्यो भने त्यो व्यक्ति जसले हामीलाई वास्तवमै विश्वास गर्छ होइन, जे भए तापनि उनीहरूले अब हामीलाई अब विश्वास गरिरहेको छ, जे भए तापनि होइन। एकदम नजिकमा छ भने होइन, जति अब गाली गलौज गरे पनि अब टाढो जाँदैन होइन, वियोग गरेर छाड्दैन। अरू कसैले उनीहरूलाई विभाजन गरायो वा विवाद बढायो वा परिस्थिति जोसुकै होस्, उनीहरूले हामीलाई छोडेको छैन होइन। जस्तो कि अब भनौँ न, एउटा आमाले अब एक किसिमको जति अब गाली गरे पनि आमाले आफ्नो माया ममतादेखि टाढो राख्दैन, त्यस्तै किसिमको। त्यही कारणले गर्दाखेरि जो यो जीवनमा तपाईँको आमाले जस्तै त्यहाँ धेरै व्यक्तिहरू मात्र छन् जो तपाईँको पछाडि खडा हुनेछ जब तपाईँ गम्भीर सङ्कटमा हुनुहुन्छ। तिनीहरू सबै मानिसहरू हुन् जसले तपाईँको पूर्ण रूपमा विश्वास गर्छ होइन। त्यही कारणले अब जस्तो सुकै परिस्थितिमा के हो त, दुःख पर्दाखेरि आफ्नो पछाडिमा साथ सहयोग गर्ने एक दुईजना मात्रै हुँदैन हो। त्यो बेला अब थाहा हुन्छ नि होइन, कुनले मलाई अब विश्वास गर्छ, कुनले विश्वास गर्दैन होइन। त्यही कारणले गर्दाखेरि अब सबै मान्छेहरूलाई विश्वास गर्दैन नि होइन, कुनै कुनै मान्छेले विश्वासघात गर्दैन, किन आफू रुने, किन अब एक किसिमको डिप्रेसनमा पर्ने। त्यही कारणले गर्दाखेरि होइन, विभिन्न अब भनौँ न बुद्ध कालमा पनि अब भनौँ न यो देवदत्तले होइन अब मार्नको लागि विभिन्न षड्यन्त्र रच्यो नि त होइन, गोप्य षड्यन्त्र रचाए। अब त्यसै गरी अब ऐतिहासिक कालदेखि महान व्यक्तिहरूलाई अब मानिसहरूले गाली गर्ने, गलत आरोप लगाउने गोप्य षड्यन्त्र बनाएको थियो नि त, जसले गर्दा धेरै मानिसहरूले यो महान व्यक्तिलाई शङ्का गर्न थाल्छ होइन। तिनीहरूको निन्दा गर्ने र विरोध गर्नेहरू धेरै थिए होइन। होइन, अनि मान्छेले बुद्ध चाहिँ के एउटा ज्ञान प्राप्त हो कि होइन भनेर शङ्का गर्ने ठाउँ बनाइदियो नि त एउटा होइन। किनकि देवदत्तले यसरी मार्ने षड्यन्त्र रच्दाखेरि बुद्धले पनि गल्तीहरू छ कि भने एउटा शङ्का गर्नु लगायो नि त, त्यस्तो विभिन्न होइन। होइन, तिनीहरूको निन्दा गर्ने वा विरोध गर्नेहरू पनि धेरै थिए नि त। तर त्यही कारणले गर्दाखेरि अब अनि त्यही कारणले त्यस्तो मान्छेहरूलाई अब जुन अब आफूले दुःख पर्ने त्यसमाथि झन् अरू दुःखमा गराइदिने होइन, अरूलाई अब नराम्रो सोचिदिने, अब उसले ढुङ्गा टिपे अब ढुङ्गा वर्षने त्यो त हुँदैन होइन। बिचरा त्यसमा दया माया करुणा जाग्नुपर्छ होइन। बिचरा बदलामा उनीहरूले अब आक्रोश मात्र महसुस गरेनन्, त्यसको सट्टामा सहानुभूति र करुणामा ध्यान दिने होइन। तिनीहरूले अब रिसले गर्दाखेरि कर्मको पीडाले ग्रस्त भएकाले उनीहरूको बास नरगाउने भयो भने दयामाया गरे यसरी आफूलाई के हो त, अब उसलाई अब अरूले नराम्रो गरे भने अरूले नराम्रो फर्काउनु भएन। उदाहरणको लागि जब अब माया गर्ने आमाको अब बच्चा हुर्किसकेको हुन्छ होइन, अब आमाको बच्चा हुर्किसकेको हुन्छ, उनीहरूले अब आमाको कुरा सुन्दैन होइन। होइन, अब घरमा पनि टाइममा नआउने, खाना राम्रो खाऊ भन्दा नखाने होइन। अनि एक किसिमको के हो त, अनि आफ्नो माता पितालाई त्यति अब सेयर नगर्ने होइन, त्यस्तो हुन्छ नि होइन। त्यो बेला अब जुन छोराले जति नराम्रो गरे पनि, जति खराब बानी व्यवहार देखाए तापनि अनि आमाको माया चाहिँ जुन छोरादेखि छोराछोरी टाढो जाँदैन नि त,
झन् त्यो पनि माया गाडा छ, माया चाहिँ गाडा भन्दा गाडा जान्छ नि त हैन, त्यस्तो हुन्छ नि त, त्यस्तै किसिमको सम्बन्धहरू टाढो हुँदैन। जुन दुःख दिने छोराहरू प्रति आमाको माया चाहिँ सम्बन्ध लामो हुँदैन, नजिक रहन्छ, त्यस्तै किसिमको। अब आफूलाई धोका दिएर जाने हैन, अब दुःख दिएर जाने, तिनीहरूको लागि अब धेरै पिर गर्नुपर्ने त्यस्तै आवश्यक छैन। किनकि हैन, किन त भन्दाखेरि अब जो हाम्रो लागि माथि छ, समय बित्दै जाँदा बिस्तारै मानिसको मन परिवर्तन हुँदै जान्छ नि हैन। हैन एकैचोटि नबुझ बिस्तारै बिस्तारै बुझेर हैन, जुन अहिले हेपाइ गर्ने ऊ काँचै हुन्छ, एक दिन ऊ अवश्य पाक्ने समय आउँछ नि, जब मान्छेलाई ठेस लाग्छ, मान्छे उँभो लाग्छ नि, त्यस्तो किसिमको हैन। जे भए पनि वास्तवमा धर्मको अभ्यासको दृष्टिकोणबाट यसको बारेमा कुरा गर्न हामीले अरूसँग राम्रो व्यवहार गर्दा उनीहरूले मलाई अब राम्रो व्यवहार गर्नेछन् भन्ने हाम्रो विचार र त्यसपछिको अवश्य सही छैन हैन। कारण के हो भने अब मैले उसलाई साथ सहयोग उसले राम्रो गर्छ है भने आशा गर्नु राम्रो होइन। किन भन्दाखेरि यो केही निश्चितै छैन हैन। मैले राम्रो गरे उसले चाहिँ किन राम्रो गरे, भविष्य मलाई राम्रो गर्छ यसरी आशा गर्दा गर्दा आशा भरोसा गरे एक दिन उसले त्यो जब अरूलाई चाहिँ राम्रो व्यवहार गर्छ, तर तिनीहरूले हामीलाई राम्रो व्यवहार गरेन भने हैन हैन विभिन्न अब नराम्रो काम भयो भने त्यो बेला अब आशा निराशा भयो नि त। त्यही कारणले जब बोधिसत्वहरूले असीम अपरमीय संवेदनशील प्राणीहरूको खातिर काम गर्छन्, तिनीहरूको सबैभन्दा ठुलो शत्रु के हो त भन्दाखेरि हैन बदलामा केही अब आशा चाहिँ हो भन्ने बताओस्। जे गरे पनि हैन अब बोधिसत्वले चाहिँ के हो त, जुन एउटा रिसा प्राणी, जुन एकदम धेरै खराब कुव्यवहार, धेरै बानी बेहोरा खराब हो, त्यसलाई पनि प्राणी हितको लागि काम गर्नु पर्यो नि त हैन। त्यस्तोले बोधिसत्वहरूले मलाई यसले भविष्य राम्रो गर्छ भनेर अब आशा राखेर अब राम्रो काम त गर्नु हुँदैन नि हैन, किनभने नराम्रो मान्छेले गर्दैन नि। त्यही कारणले अब सादा सामान्य मान्छेहरू चाहिँ फेरि आफ्नो मनोबलहरू घट्ने सम्भावना खतरा हुन्छ नि फेरि। त्यही कारणले गर्दाखेरि मैले अहिले गरेँ, उसले मलाई हेरिदिन्छ, यसले मलाई साथ सहयोग गर्छ भने यसरी तपाईँले कहिले आशा नगर्नु होला। आशाले निराशा बनाउँछ, निराशाले तपाईँले एक दिन तपाईँको जीवन चुटोमा डुबाउँछ। त्यही कारणले गर्दाखेरि होइन। अनि अब मङ्गल बु अब अस्तिको यसको विषयमा बताइसके। अब स्यारिबु अब स्यारिबुले अब यो बोधिचित्त पनि गुमाएको थियो भने एउटा कथा पनि विभिन्न लेखिएको छ। अब यो महान सूत्रमा के लेखेको छ भन्दाखेरि होइन, स्यारिपुत्र चाहिँ एक समयमा एक जीवनमा नि उहाँले अब बोधिचित्त चाहिँ उहाँले अब अपनाउनु भएको थियो, लिनुभएको थियो। म सबै प्राणीलाई बुद्धको भूमिमा लगाउनु छ भने यसरी उहाँले बाचा गर्नुभएको थियो, बन्धन गर्नुभएको थियो। अनि यसरी अब उहाँले चाहिँ अब बोधिचित्तको भनौँ न एक किसिम के हो त, अब यसरी अभ्यास गर्नुभएको थियो अरे। अनि तर त्यो एक दिन उसलाई एउटा घटना पऱ्यो कि होइन, जुन चाहिँ अब एउटा राक्षसको एउटा अवतार उहाँसँग भेट्यो, स्यारिबुसँग भेट्यो। अनि जुन राक्षसले चाहिँ यो स्यारिपुत्रलाई चाहिँ मैले अब के विघ्न बाधा वर्षाउनु पर्यो भनेर सोचेर यसरी विभिन्न अब एउटा ब्राह्मणको अवतार लिएर आयो, भनौँ न ब्राह्मणको रूपमा खडे त्यो राक्षस चाहिँ, जुन अब मलाई हात दान दिनुहोस् भनेर स्यारिपुत्रलाई भन्यो त्यो राक्षसले। उहाँले चाहिँ अब जुन अब दाहिने हात काटेर अनि अब दाहिने हात काटेर अनि दिँदाखेरि अब दाहिने हात काटेर देब्रे हात भन्दा हुँदैन। अनि देब्रे हातले त्यो जो अब ब्राह्मणको रूप लिएर आएको राक्षसलाई दियो होइन। स्यारिपुत्र दिँदाखेरि त्यो राक्षसले के भन्यो भन्दाखेरि देब्रे हातले दिएको चाहिँ अशुभ हो भने यसरी अब नराम्रो अब सोच्छ नि होइन। भारतवर्षमा नेपाल जता भए पनि एक किसिमको देब्रे हातले दिएको चाहिँ अब फोहोर हातले सम्झिन्छ नि। त्यही कारणले अनि उसलाई अपमानित भएको थियो राक्षसबाट होइन। अनि त्यो स्यारिपुत्रले चाहिँ जुन आफ्नो काटेको हात अब दाहिने हात काटेको देब्रे हात बाँकी हुँदैन, देब्रे हातले दाहिने काटेको हात दिँदाखेरि अनि जुन राक्षसले चाहिँ अब एक किसिमको अब अपमानित होइन नराम्रो उसले भन्यो होइन। भनिसकेपछि अनि
बोधी चाहिँ त्यो शैलपुत्र मनमा के उब्जियो भन्दाखेरि ओहो मैले एउटा प्राणीले यसरी राम्रो मार्गमा लाउन सक्दैन, मैले आकाशसम्मको प्राणीहरू मैले बुद्धको भूमि कहाँ लाउन सक्छ भन्ने यसरी अब एक किसिमको अब शङ्काहरू उठेको थियो। त्यही कारणले गर्दाखेरि अनि यो कथाले नि अब बोधिचित्त घुमाएको हो भने एउटा कथामा नि लेखिएको छ भने त्यो महान सूत्रमा लेखिएको छ। त्यही कारणले बोधिसत्व जो हामीले काम जे गरे पनि के हो त, जे काम गर्ने सबसे ठुलो शत्रु के हो त भन्दाखेरि आशा गर्नु चाहिँ हो, आशाको पसल थप्नु चाहिँ हो। यदि तपाईँले काम गरेर आशाको पसल थप्नु भयो भने त्यसले अवश्य निराशा दिने नै छ। किनकि पसलमा एक किसिम भनौँ न कहिले अब सामान आउने हुन्छ, कहिले नआउने हुन्छ, कहिले राम्रो कहिले नराम्रो हुने जस्तै तपाईँले गरेको आशा गरेको जस्तै भोलिको दिनमा निराशा गर्ने प्राणीहरू धेरै हुन्छ। तपाईँले होइन प्राणी हितको लागि अब आशा गर्नुमा धेरै गाह्रो कठिनाइ खप्नुपर्ने हुन्छ। त्यही कारणले तपाईँले जे गरे पनि प्राणी हितको लागि अब आशा नगरिकन तपाईँले प्राणी हितको लागि काम गर्नुमा त्यो एकदम शुद्धता र गुणस्तर एकदम सर्वश्रेष्ठता हुनेछ। त्यही कारणले अनि मैले काम गरेर चाहिँ उसले चाहिँ मलाई पक्कै नै भविष्यमा राम्रो दिन्छ है, यसले मलाई हेर्छ है भन्ने आशा गरेर चाहिँ कहिले पनि नगर्नु होला। त्यसले धेरै ठुलो निराशामा को तपाईँलाई निराशाको बन्धनले तपाईँलाई बाँध्नेछ। अब एउटा अब धर्म अभ्यासको दृष्टिकोणबाट बोल्ने हो भने हामी सबै संवेदनशील पुराणलाई अब माया दया करुणाको साथ स्वीकार गरेर आवश्यक छ होइन। किनकि हामी सबैले बराबर एकाता सम्बन्धको रूपमा हामीले हेर्नु पर्दछ, यसरी कुरा बुझ्नुपर्छ होइन। आफूलाई राम्रो गर्नु त भन्नै पर्दैन। आफूलाई अब होइन हेला गर्ने, आफूलाई दुःख दिने, आफूलाई पिटामा बसाल्ने, आफूलाई अब कष्ट दिने त्यस्तोलाई पनि राम्रो अवश्य गर्नु पर्दछ। किनकि उनीहरूको सुख दुःखमा हामीले विचार गरिदिनु पर्ने हुन्छ। हामीलाई धम्की दिने हानि गर्ने वा हामीलाई धोका दिनेहरूको लागि पनि हामीले प्रेम र करुणा मनन गर्नुपर्छ। उनीहरूको सुख पीडा बुझ्न हामीले जे गर्न सक्छौँ त्यो गर्नुपर्छ। पहिले वा पछि गर्नुको सट्टा हामीले तिनीहरूको लागि राम्रो अब विचारमा कदर गर्नुपर्छ, सम्मान गर्नुपर्छ र तिनीहरूप्रति जिम्मेवारी महसुस गर्नुपर्छ होइन। त्यही कारणले नराम्रो गरे उसले मलाई नराम्रो गर्यो नि मैले उसलाई किन राम्रो गर्नु पर्ने, त्यसरी विभिन्न अनि झगडाको कुरा नखोज्ने होइन। जस्तो कि अब एउटा माया करुणावान आफ्नो छोराछोरीले हेरेको चाहिँ एउटी आमाले अब भनौँ एउटी छोरालाई अब एउटा आमाले माया गरेको जसरी अब यसरी दयामाया सबै प्राणी दयामाया भित्र आफूले अँगाल्नु पर्यो, आफ्नो काखमा लिनु पर्यो। जस्तै मायालु आमाले आफ्नो बच्चाहरूको लागि गर्छ नि त्यस्तै यदि त्यही कारणले अब त्यो गर्नुपर्दछ। यदि यो चाहिँ एउटा हामीमा हुने करुणाको सङ्केत हो। यदि देखावटीमा चाहिँ माया कस्तो गरेको देखाउने होइन, एकदम माया भएको जस्तो देखाउने, तर जुन माया गर्ने प्राणीहरूले आफूलाई एउटा आफन्तले जोसुको भयो भने व्यक्तिले अनि रिस देखाउने, कुरा काट्ने, एकदम एक किसिमको के हो त अब अनि त्यसलाई चाहिँ फेरि जुन दुःख दिने प्रतिमा चाहिँ अब के हो त फेरि दुश्मन जस्तो हेर्नु भयो भने के हो त, अनि सुख गर्दाखेरि अब एकदम भगवान जस्तो, दुःख दिँदाखेरि जुन मान्छेले अब दुश्मन जस्तो तपाईँले हेर्नु भयो भने के हो त, त्यो चाहिँ के हो त एउटा दया माया चाहिँ एउटा आउनु स्वार्थसँग, एउटा लोभसँग, एउटा आसक्तसँग, एउटा कमजोरसँग मिलेको हुँदाखेरि त्यो चाहिँ अब साँच्ची प्राणीमा तपाईँले माया भने चाहिँ के हो त अरूमा देखावटी मात्रै बोक्रे माया र दया माया करुणाको कमी भएको सङ्केत हो यो। त्यही कारणले अरूलाई माया दिनुको लागि आफूमा माया हुनु जरुरी छ। अब तेस्रोमा चाहिँ अरूले हामीले अपमान आलोचना गर्दा के गर्ने, अब चाहिँ अब यो भित्र के लिएछ भन्दा हाम्रो आलोचना गर्ने अपमान गर्ने मानिस हामीले कसरी सोचेको यसरी अब दिमागलाई तालिम दिने 8 पदमा यसरी बताएको छ। जब अरूले ईर्ष्याबाट आफूलाई गाली गलौज अपमान र अव्यावहारिक तरिकामा व्यवहार गर्ने नराम्रो अब आफूलाई अब भनौँ न गर्छ होइन, जे नराम्रो गर्छ होइन, नराम्रो सबै आफूमा लिने होइन, आफूमा लिने आफ्नो
नराम्रो सबै आफूले नै र आफ्नो जित चाहिँ अरूलाई दिने प्रदान गर्ने भनेको छ। अर्थात् नराम्रो सबै आफूले लिने अरूको आफ्नो सबै राम्रो चाहिँ अरूलाई दिने भने यसरी आदान प्रदान गर्ने ध्यान यसरी दिमागलाई यसरी भनौँ न एक किसिमको मतिलाई शोधन गर्ने 8 शब्द छ अनि यसरी अब बोधन भएको छ। अलिकति मलाई टाउको अलिकति सन्चो भएन अलिकति जे भयो त भन्ने हैन। अब जब अरूले हामीले अब अपमान गर्छन् वा मौखिक रूपमा अब तितो बोली बच्न फर्काउँछ हैन, त्यसको लागि हामीले के अब कस्तो विचार गर्नु पर्दछ त भन्दाखेरि अब उसले मलाई अपमानित गरेरको तितो बोली बच्न गरे किन त भन्दाखेरि उसको मनमा घृणाको आगो जलिरहेको छ, ईर्ष्या जस्ता नकारात्मक भावनाहरू उसलाई ढाकिरहेको छ हैन। त्यो कारणले गर्दा उसले मलाई अपमानित गरेको, तितो बोली बच्न गरेको। त्यही कारणले यसलाई स्पष्ट रूपमा व्याख्या गर्न पर्दा तिनीहरूको मनको अवस्था चाहिँ के हो त, धेरै सीमित थोरै सोच्ने अल्पज्ञान कुपमण्डुक सोच हैन। तिनीहरूको आफ्नो भावनालाई नियन्त्रणमा राख्न असमर्थ भएको कारण जनाउँछ हैन। त्यही कारणले हैन ऊ आफैले अब अधिकार छैन, आफ्नो मनलाई ऊ आफैले बसमा राखेको छैन, सक्नु सकेको छ। त्यही कारणले हैन अब ऊ भन्दा पनि ठुलो उसको अब उसमा हुने अब रिस्क अब त्यसको रिस्कको धेरै अब अधिकार भएकोले अब अरूलाई अब अपमान गर्नेको अब सम्मान गर्ने सट्टामा अब अपमान भइरहेको छ हैन। त्यही कारणले गर्दाखेरि यदि हामीले हैन राम्रो विचार गर्यो भने हैन, अब जुन लट्ठीले मलाई पिट्यो भने हैन, दुख्ने लट्ठीले हो नि हैन, अब लट्ठीमा हामीले रिस्क गर्दैन नि त। किन त भन्दाखेरि पिट्ने मान्छे हान्ने मान्छेलाई अब रिस्क गर्छ, खास त अब लट्ठीले दुख्यो नि त्यो मान्छेले दुखाएको त होइन नि। तर के हो त हामीले लट्ठीले रिस्क गरौँ भने त लट्ठीले रिस्क गर्दैन नि। किन त भन्दाखेरि मान्छे रिस्क गर्छ, किन मान्छे रिस्क गरेर लट्ठी रिस्क नगर भने लट्ठीमा उसलाई के अधिकार छैन, मान्छेलाई लगाए नि भने जस्तै मान्छेलाई पनि बिचरा केही पनि अब अधिकार छैन, उसलाई कसले अपमानित गर्नु लगायो, कसले घमण्ड तितो बोली बच्चा गर्नु लगायो भन्दाखेरि ऊ भित्र हुने रिस क्रोधले लगायो नि त। त्यही कारणले उसलाई बिचरा केही अधिकार छैन, एउटा लट्ठीको रूपमा हेर्नु पर्दछ। त्यही कारणले हैन अब जे भए त भने अब के हो त सानो तिनो अब गल्तीमा नहेरिकन, सानो तिनो अब कुरामा नहेरिकन अब त्यसको वास्तविक के हो त हैन हैन। अब जुन अब उसले अब जस्तो कि मलाई अब एउटा गल्ती देखाए, पोल कोट्यायो भने हैन, त्यसमा चाहिँ के हो त अब विभिन्न अब एक किसिमको अब पोल खोटेर गाउँ बसे पुरा अब उसले फैलाइदियो भने अनि विभिन्न अब अनि उसलाई हेला हिंसा निन्दा गर्ने हुन्छ हैन। तिमी कमजोरी हो, तिमी बदनाम गर्ने, दोष दिनको लागि हरेक अब षड्यन्त्र रच्छ नि हैन। अब त्यो अब चाहिँ हामीले के त्यो मौका चाहिँ हामीले लिनुपर्छ, बाहिर न भित्र हेर्ने। अब आफूले विचार गरौँ त, अब हामीले अब यसले आफ्नो ध्यान भित्राएर सोच्ने, आफूले राम्रोसँग जाँच्ने अवसर रूपमा प्रयोग गर्नुपर्छ। किनभने अब सामान्यमा धेरै मानिसहरूले अब आफ्नै अब गल्तीहरू हेर्न धेरै गाह्रो हुन्छ हैन। आफ्नो गल्ती आफूले देख्दैन भन्ने छ नि हैन। जस्तो कि एउटा भनाइ पनि छ, अरूलाई हेर्नु अब भन्न अरूलाई हेर्नु आँखा भए त भने आफूलाई हेर्नु चाहिँ ऐना चाहिन्छ भने जस्तै हो हैन हैन। अरूलाई हेर्ने हाम्रो आँखा त छ, तर आफूलाई अब आफूले हेर्नु लागि आफ्नो आँखाले त हेर्न सक्दैन नि, त्यसले एउटा ऐना चाहिन्छ नि। त्यस्तै किसिमको हाम्रो गल्ती प्रायः मान्छेले देख्दैन नि। त्यही कारणले अनि होइन आफ्नो गल्ती चाहिँ लुकाउँछ होइन भन्ने चाहिँ आफ्नो जिउको अब भैँसी देख्दैन अरूको जिउको अब जुम्रा देख्छ भनेको जस्तै होइन। उता मात्रै हेरिरहेको हुन्छ नि, आफ्नोमा कहिले हेर्दैन नि त मान्छेले। अब गल्ती चाहिँ सबै अरूले मात्रै गरेको होइन, आफूमा चाहिँ गल्तीमा केही नभएको जस्तो हामीले ठान्छौँ नि, सोच्छौँ नि होइन। अब परम गुरुहरू चाहिँ के त्यसको विपरीत उल्टो
किन सबै गल्तीहरू चाहिँ मेरो रहेछ हैन, सबै ज्ञान गुणहरू चाहिँ अर्को प्राणीको रहेछ, यसरी सोध्नुहुन्छ पूर्व महान गुरुहरूले। सोच्ने कति फरक छ हाम्रोमा। त्यही कारणले उहाँ संसारले मुक्त पुरुष हुनुभयो, हामी प्राणी अमुक्त दलदलमा फसिएको प्राणी भयो। किन भन्दाखेरि अब डल्लो भन्नु पर्दाखेरि अब एउटा सोच्नेमा भर पर्यो नि त। मैले जस्तो अब जे भए अब गुरुले भन्नुहुन्छ कि त्यो अब भनौँ न एक किसिमको जुन अब कदममा गुरुहरूले जति किताब ग्रन्थहरू पढ्यो एउटा सार्थक माने भन्दा देख्दिनँ। त्यो के हो त भन्दाखेरि गल्ती सबै मेरै हो, ज्ञान सबै प्राणीको त्यो मात्रै देख्दछु भनेको छ हैन, यसरी बताउनु भएको छ। अनि त्यसै पूर्व कैयुपाहरूले बताउनु भएको छ हैन। अब कर्म फलमा विश्वास गर्ने, इज्जत गर्नु भनेको चाहिँ के हो त भन्दाखेरि हैन, अनि आफ्नो गल्ती आफैले देख्ने, आफ्नो ज्ञान आफूले देख्ने, जे भए तापनि अनि अरूलाई ज्ञानमा वर्षाउने, आफूलाई आफ्नो दोष आफूले नै कोट्याउने, यो भन्दा विस्तृत, यो भन्दा गहन, यो भन्दा गम्भीर त कर्मको फलै छैन भने यसरी पूर्व कैयुपाहरूले बताउनु हुन्थ्यो। त्यही कारणले गर्दाखेरि यो यस्तो सार्थक पाठहरू, सार पाठहरू बुझ्नु चाहिँ अत्यन्त जरुरी छ नि। अब कुनै मान्छेले आफूले अब जुन अब गल्ती दोष देखाउँदाखेरि हामीले के सम्झिनु पर्छ भन्दाखेरि हो अब मैले सधैँ मेरो गल्ती मेरो गल्ती म आफैले देख्न सकेको छैन, तर मलाई यस्तो एउटा मौका पाएँ कि मेरो गल्ती चाहिँ अब मेरो गल्ती रहेछ पर उसले छर्लङ्ग उसले मलाई खोजेर दियो हैन, उसले पत्ता लगाइदियो, उसले मलाई राम्रो सुधार गर्ने एउटा मद्दत गरिरहेको छ भन्ने हैन। यस्तो अवसर मैले पछि कहाँ पाउँछ होला हैन, यो सुधार गर्ने सबैभन्दा राम्रो अवसर हो भन्ने यसरी सोध्नु अत्यन्त जरुरी छ हैन। अब जस्तै कि अब निर्दोषलाई वा गलत आरोप लगाउँदा पनि अब उनीहरूलाई हामीले अब दोषी दिए पनि हामीले विगतमा गरेका दुष्कर्मको परिणाम हो भनेर हामीले सोच्नुपर्छ हैन। गल्ती नगरे तापनि मान्छेले यो गल्ती गर्यो भने उसलाई अब बिजोग पार्छ नि हैन, किसिमको यो चाहिँ के ठान्नुपर्छ भन्दाखेरि हैन, उसले यो जुनीमा राम्रो काम गरे तापनि पूर्व जुनीमा नराम्रो कामको नतिजा परिणाम हो भने यसरी हामीले बुझ्नुपर्छ हैन। पूर्व जन्मको कर्मले गर्दाखेरि अहिले उसले फल यसरी भोगेको छ भन्ने हामीले यसरी बुझ्नुपर्ने हुन्छ हैन हैन। एक किसिमको अब अनायास नै हैन, के नगरिकन त्यतिकै आरोप लाग्ने, भनाइ खानुपर्ने हैन, त्यतिकै त हुँदैन। त्यतिकै अब भनौँ न ढुङ्गामा त्यतिकै धान त फल्दैन नि, बिउ बिना कुनै पनि उब्जनी त हुँदैन नि। त्यही किसिमको, त्यही कारणले गर्दाखेरि जे भए तापनि एउटा कर्म रचेर त्यसमा फल फल्ने हुन्छ, त्यसमा परिणाम आउने हुन्छ। त्यसै कारणले गर्दाखेरि कुनै कारण अवस्था बिना उत्पन्न हुँदैन, अरूलाई दोष दिनु पनि हुँदैन। त्यही कारणले छोटकरीमा अब जे भए तापनि जब अरू छोटकरी भन्नुपर्दा जब अरूले हामीलाई मौखिक रूपमा हानि पुर्याउने, पोल कोट्याउने गर्छ नि, जे गरे तापनि अब यदि हामीलाई समस्या छ भने हामीले तिनीहरूलाई गर्नुपर्छ कि यो चाहिँ मेरै गल्ती हो हैन, हो हैन, यसले मलाई एउटा कि राम्रो काम गर्नुले बिउँदैछ, उसले मलाई अनुरोध गर्दैछ, प्रोत्साहन गर्दैछ भने यसरी थाहा हुनु पर्यो हैन। यदि हामीले गर्दैनौँ भने हामीले यसलाई एक प्रकारको प्रोत्साहनको रूपमा हेर्नुपर्छ हैन। त्यही कारणले गर्दाखेरि बलियो भावनाको लागि कुनै कारण छैन हैन। एउटा आफूले एउटा तिखारेर हेर्नुपर्छ, ओ विचार गर्ने, एउटा सुधार गर्ने अवसर मौका पाएको रहेछ, यो मौका मैले गुमाउनु हुँदैन भनेर यसरी नम्रता र अनि एक किसिमको अब राम्रो नजरले हेर्ने, आफ्नो मनलाई आफूले परिमार्जन शुद्धिकरण गर्नु चाहिँ योभन्दा राम्रो के छ र अर्को। त्यही कारणले हैन, आफूले आफ्नो मनलाई परिमार्जन गर्नु छ, अरूले जति पोल कोट्या पनि नराम्रो गरे भने त्यो चाहिँ आफ्नो मनको सुधार गर्न सकिन्छ हैन। एउटा राम्रो राम्रो लाग्यो हो। यो एउटा सानो एउटा कथा बताउन चाहन्छु। आज मैले सबै बताउन सकेन,
अब चारवटा धर्म अभ्यास भयो मध्यमा दुईटा मात्रै बताए, दुईटा बाँकी नै छ, त्यसले पछि बताउने नै छु। अब यसको कथाको यो मुख्य के हो त भन्दाखेरि अब अरूले होइन अरूले दुःख दिए तापनि अरूलाई चाहिँ दुःख दिनु हुँदैन, राम्रो दिनु पर्दछ भनेर अब यसरी बताउँछ यो कहानीको कथाको उल्टो। अब कहानीको मुख्य अब सार चाहिँ यो तपाईँले थाहा भएको एउटा कथा हो यो। अब एउटा उदाहरण लागि एउटा धर्मस्वामी, एउटा सत्य धर्मस्वामी एउटा सीमा अनुसारमा हामीले दिनु सक्ने लक्ष्य पुगेको एउटा पुगेको को हो त भन्दा जिजु मिलारेपा हो। भट्टरक जिजु मिलारेपा परेको छ, भट्टरक मिलारेपा। उहाँ जस्तो एउटा धर्म भक्तलाई त अब हानि पुर्याउने मान्छे अब आएको छ। अब उहाँ निधन हुनु पाएको नि एउटा मान्छेले विष दिएर उहाँ निधन हुनु भयो नि त जिजु मिलारेपा पनि। त्यो तपाईँ सबैलाई थाहै छँदैछ। यो विष दिने चाहिँ को हो त भन्दाखेरि यसमा अब बताउने आफ्नै तरिकाहरू छ, तर समग्रमा भन्नुपर्दाखेरि अब चङ्गेहरूकाले रचना गर्नुभएको जिजु मिलारेपाको मुक्ति कथामा अब घेसी चफुवा भनेर त्यहाँ उल्लेख गरेको छ। अब उहाँ त्यो मान्छेलाई चाहिँ अब त्यो घिसी चफुवाले चाहिँ अब विष दिएर जिजु मिलारेपाको अब निधन भयो भने अब यस्तो इतिहास छ होइन। अब त्यो जिजु मिलारेपा अब मुक्ति कथा अब उहाँको महान 12 पुत्रहरूले पनि अब लेखिएको छ उहाँको मुक्ति जीवनी कथा। होइन अब राङजुङ दोर्जेले अब लेख्नु भएको अनि जनममा भित्र चाहिँ के हो त, अब जनममा भित्र चाहिँ अब जुन मिलारेपालाई 20 चढाउने चाहिँ अब घेसे भनेर चाहिँ लेखेको छैन, हो भनेर लेखिएको छैन। अब ज्ञानम भने अब यो ज्ञानम भने एउटा भोटको एउटा प्रान्त हो, एउटा नाम हो। अब यो नेपाललाई यो भोटको सिमानामा पर्दछ, नजिक पर्दछ त्यो ज्ञानम। अब उहाँ परिनिर्वाण हुने ठाउँ चाहिँ अब ज्ञानममा उहाँ परिनिर्वाण हुनुभयो। त्यहाँ चाहिँ अब त्यहाँ एउटा झाँक्री भनौँ न एकजना भम्बो थियो, उहाँको नाम चाहिँ थिङतोन झाङमर भन्ने अब यो थियो। उहाँलाई चाहिँ त्यो समयमा चाहिँ के हो त, अनि विभिन्न बिमार हुँदाखेरि होइन, बिना अब एक किसिमको प्रकोपहरू आउँदाखेरि अनि झारफुक गरिदिने, दबाई गरिदिने त्यस्तो एउटा झाँक्री थियो होइन, त्यस्तो थियो भम्बो थियो होइन। अब जिजु मिलारेपछि यो ज्ञानमा बस्ने बेलामा चाहिँ त्यो समयकालमा चाहिँ के भयो त भन्दाखेरि त्यहाँ चाहिँ अब जुन यो अनिकालहरू अनि प्रकोपहरू चाहिँ एकदम कम हुँदै गयो होइन। अब उसले अब एउटा मनमा कुरा लाग्यो कि जुन बिमार छैन, जुन अब केही दुःख छैन भने उसलाई अब खाने बाटो छैन होइन। अब खाने बाटो अब रोक्यो होइन, उनीहरूको लागि खाना पाउनको लागि सबै बाटो घुमाइसकेपछि अनि मिलारेपाले एउटा इख राख्यो। उसले मिलारेपाले बारम्बार इख राखेर होइन 20 दिने एउटा उसले षड्यन्त्र रच्यो। त्यो दिने बेलामा जिजु मिलारेपाले अब के हो त यो विष स्वीकार गर्नु भएन। जुन चाहिँ एउटा हामीले अब जुन हात खुट्टा सबै अब छिनेर जाने एउटा रोग हुन्छ, त्यसलाई अब जुन कुष्ठ रोग, अनि कुष्ठ रोगीले ग्रस्त भएको एउटा आइमाई थियो होइन। त्यो आइमाईलाई चाहिँ त्यो थिङतोन झाङमारले के भन्यो भने तिमीले एउटा म फिरोजा एउटा बहुमूल्य रत्न दिन्छु होइन, एकदम बहुमूल्य रत्न हो त्यो चाहिँ होइन, सुन जस्तो एकदम बहुमूल्य रत्न हो होइन। यो चाहिँ अब अनि भोटको मान्छेहरू चाहिँ अब भनौँ न तिब्बतनहरू अब के हो त भारतमा जाँदाखेरि यसरी अब यसको व्यापार गर्छ नि त होइन, अहिले पनि चलिरहेको छ होइन। त्यही कारणले गर्दाखेरि
जुन चाहिँ अब जुन यो कुष्ठरोगले ग्रस्त भएको अब एउटा आइमाईलाई चाहिँ त्यो थिङथुङ झ्यामरोले भनेछ कि म तिमीलाई एउटा फिरोजा दिन्छु, जुन यो फिरोजा चाहिँ यो सुन्दर एउटा महिलालाई फिरोजा दिएर मिराडेपालाई 20 अब 20 मा मिलाएर दाईमा दिनु भनेर लगाइदियो। अनि मिराडेपालाई अब जुन केटीले चाहिँ त्यो अब जुन अब मिलाले नदेख्ने गरी अब त्यो दहीमा चाहिँ त्यो फिरोजा हालेर पठाइदियो, एक किसिमको होइन 20 हालेर पठाइदियो, जुन एउटा फिरोजाको लोभमा। त्यो बेला चाहिँ अब त्यो आइमाईले ल्याउँदाखेरि टक्क उहाँले टल्ल परेर हेर्नु भयो मिलाले त्यो आइमाईलाई, अनि के भन्नुभयो भन्दाखेरि, अनि जेसु मिलाले टल्ल हेरेर के भन्नुभयो भन्दाखेरि, हो तिमीले यो फिरोजा पाउनको लागि म यो दही खाँदैछु भनेर यसरी भन्नुभयो। सबै जेसु मिलाले खानुभयो, सबै ग्रहण गर्नुभयो त्यो दही, त्यो अनि ग्रहण गर्नु भइसकेर अनि मिलाले के बताउनु भयो भन्दाखेरि, हैन यो संसार दुःखदायी छ, हैन म एक योगी हुँ जसले अहङ्कारलाई त्यागेको छु। अब यो जीवनकालमा चाहिँ म हैन मलाई चाहिन्छ भने अहङ्कार नभएर मैले धेरै अब भएन एक किसिमको अब अहङ्कार त्यागेर आएको छु अहिलेसम्म। त्यही कारणले त्यसैले तिमीलाई चाहिँ अब यो दही दिएको बाबत तिमीलाई कुनै दुष्कर्म अब तिमीले भोग्नु पर्दैन, हैन। तर तपाईले कुनै पनि अब हुनु ठिक छैन एक किसिमको। अब जे चाहिँ अब त्यो उहाँले लिनु भएन भने अब अरू मान्छेले खाइने खतरा हुन्छ भनेर सबै उहाँले मिलेर ग्रहण गर्नु भएर त्यो खानु भएको एउटा बटुका पनि उहाँले सबै सफा पारेर दिनुभयो, हैन। अनि उहाँले फिर्ता दिनुभयो। त्यसपछि त्यो अब भनौँ न यो भित्र अब यो भनौँ न यो खानु ठिक छैन भन्ने कारणले गर्दाखेरि तिमीले अब यो दुःख भोग्नु पर्दैन भने यसरी अब उहाँले ग्रहण गर्नु भएर उहाँ चाहिँ अब बिस्तार अब के हो त बिमार हुनु गयो। अनि सबै रेपा रुयो त्यो बेला, हैन। मेरो रेपाहरू आकाशमा हेरेर भने कि सबै रोग अब भूत प्रेत दुष्कर्म जे भए तापनि के हो आकाशमा हेरेर भन्नुभयो कि, अनि आकाशमा हेरेर भन्नुभयो कि सबै रोग जस्तो सुकै नराम्रो परिस्थितिहरू के हो त भन्दाखेरि यो अनि धर्म गर्नुको लागि एउटा गहन आभूषण हो। धर्म आभूषणको लागि धर्म अभ्यास गर्नुलाई एउटा आभूषण बहुमूल्य गहना हो भनेर यसरी, हैन भन्नुभयो, हैन। उनले भोन्पो र महिलाको लागि प्रार्थना गरे। अनि तर कुनै पनि समीक्षकहरूलाई थाहा थिएन कि उसले विष दिएको थियो भने थाहा थिएन। अब त्यो जिजु मिलोले यसरी यो गीत, हैन यसरी अब एउटा सत्य गीत यसरी प्रवचन दिँदै गर्दाखेरि अब जुन अब घेसीहरूलाई थाहा थिएन, आफ्नो चेलाहरूलाई थाहा थिएन, जुन उहाँले विष खानु भएको कुनै थाहा थिएन। अब त्यो बेलुका चाहिँ होइन जुन अब त्यो रात चाहिँ भोन्पोलाई चाहिँ डाकिनीको अब डाकिनीहरूले सजाय दिए कि जुन अब सिजेर मर्यो, हैन। त्यसपछि अब आफ्नो अब जिजु मिलोले के भन्नुभयो भन्दाखेरि, हैन त्यसपछि आफ्नो कुकर्मलाई शुद्ध पार्न मिलोले एउटा गीत गाए, गरिब भोन्पो उहाँ मेरो अगाडि मर्नुभयो, हैन। खास अब विष दिएर म अगाडि मात्र मेरै अगाडि मर्नुभयो, हैन। मेरो पुण्य र सुख र 3 कालका सबै बुद्धको पुण्य नै दुष्कर्म, हैन। अब यो जुन अब भोम्पोको जुन अब पापहरू शुद्ध गर्नुको लागि, हैन दुष्कर्म अब नष्ट हुनुको लागि मैले 3 कल्पमा गरेको अब पुण्य चाहिँ अब उसको लागि होस्, म उसको सारा पीडा लिएर शुद्ध गरौँ, उहाँ सधैँ नकारात्मक साथीहरूबाट अलग रहन्, उहाँले सबै प्राणीहरूमा बोध चित्त अनि जागोस् भन्ने जिजु मिलोले भन्नुभयो।
हैन यसरी जिजु मिररले बोल्ने यस्तो नराम्रो सोच र बिच दिएर मार्ने सोच अरू कसैले नआओस् उत्पन्न नहोस् यसरी जिजु मिररले बोले अब प्रार्थना गर्नु हैन ढिगुम रेबलले अब अनि ढिगुम रेबलले अब मिररले बोले भन्नुभयो कि तपाईले किन यस्तरी प्रार्थना गरेर गर्नुभएको भनेर सोध्यो हैन हैन जुन त उहाँले बिच दिएर तपाईको प्राण लुच्यो त्यो मान्छेले यस्तरी प्रार्थना गर्नु किन राम्रो प्रार्थना गर्नु भने कि ढुकुबले भनेपछि जिजु मिररले भन्नुभयो कि त्यो भुम्बुले चाहिँ विगतमा एक लामालाई मार्यो र अनि ऊ नरकमा जाने उले चाहिँ अनि धेरै अनि नरकमा जाने धेरै अब उले खतरा भएको थियो अब भयो ऊ हैन जारी भयो ऊ नरकमा जाने अब एउटा प्रश्न छ कि यो लामालाई मार्ने भने चाहिँ अब जिजु मिररले बोलायो हो कि अब यो भन्दा अर्को लामालाई मारेर नरमा जाने अब बिउ रोप्यो भने चाहिँ कुन चाहिँ यो चाहिँ अब हामीले अब परीक्षण गर्नु अब बाँकी नै छ उसले मलाई पनि अब यो बिस किन मैले किन खाऊ भन्दाखेरि उसले मलाई बिस दियो यदि तपाईलाई थाहा छ यो बिस थियो भनेर तपाईले हैन तर किन लिनु भयो भने ढिकुमले सुन्दाखेरि मैले यसले लिएर प्रार्थना गरे कि यसले उसले मुक्त गर्नेछ कि गर्नेछ हैन यसरी अब त्यही कारणले मैले उले दिएको बिस चाहिँ मैले खाएँ भने एक किसिम के हो त अब यो नरकदेखि मुक्त हुनुको लागि मैले यो पिएको हो भने यसरी भन्नु भएको छ अनि यो मुक्त हुन्छ त भन्दा मुक्त हुन्छ भने यसरी चिज मेरोले बनाएको छ त्यही कारणले अनि जे भए तापनि अरूले जति सुकै नहानि नोक्सानी सोच गरे तापनि अनि जति सक्दो अब एउटा धर्मको अभ्यास गर्ने व्यक्तिहरूले के हो त किसिमको अनि उसको लागि अब प्रार्थना राम्रो गरिदिन अत्यन्त जरुरी देख्दछ जिजु मिररले पनि यसरी अब गर्नुभयो त्यसै कारणले गर्दाखेरि पूर्व अनि जिजु मिररले बजाउँछ महान अतुलनीय गुरुको एउटा जीवन मुक्ति कथामा हेरेर यसरी धर्म अभ्यास हामीले अघि सार्नुपर्ने अत्यन्त अनि बुझ्नु जरुरी छ अनि आजको लागि म यति नै विश्राम गर्न चाहन्छु अब अन्तिम वन्दना हामी गर्दैछौँ